3.5 years old child मर्छु. So मर्छु is a very big word for us होइन. 3.5 वर्ष पछाडि म मर्छु भन्यो. अनि ड्याड चाहिँ त्यो मर्छु भन्ने वर्ड चाहिँ ड्याडलाई चाहिँ एकदमै उसको दिमागमा चाहिँ ट्रिगर भयो क्या. आई थिङ्क देयर इज समथिङ रङ. मेरो बच्चा चाहिँ जो एकदमै हाँसी खुसी लाइक एकदमै स्कुल गोइङ गर्ल, एकदमै फन लभिङ गर्ल, जो मजाले स्कुल गइरहेको थियो, उसलाई चाहिँ बिरामी हुने बित्तिकै के भयो त, जसले गर्दा चाहिँ उसलाई स्कुलसँग त्यस्तो फियर लाइक इन्भेन्ट भयो भन्ने कुराले आएपछि अनि अब आई डोन्ट नो अब हि केम टु अस अब खोजेर अब हामी कन्सल्टेसन आउनु भयो. अनि त्यसपछि वी स्याट टुगेदर. अनि त्यसपछि चाहिँ अनि आई ट्राई टु फिगर इट आउट. उसलाई त्यो डर अथवा स्कुल जानुभन्दा अगाडि अप्ठ्यारो हुनुभन्दा अगाडि चाहिँ अगाडिको चाहिँ इन्सिडेन्टहरू सिनारियोहरू चाहिँ के थियो त. अनि द्याट टोल्ड मी एभ्रिथिङ. जुन अघि नै मैले तपाईँलाई सेयर गरेँ नि, जुन त्यो लाइक अगाडि मजाले स्कुल जाने, त्यो सच फन लभिङ स्कुल गोइङ गर्ल, मजाले ड्याडसँग रेडी हुने, सबै कुरा गऱ्यो. गर्दा Namaste, Josalapa. Welcome to Inspiring Talks. I am your host, Srina Maharzan. Today, I have a guest who is an early childhood educator, certified parenting coach, and certified child psychologist. Welcome to Inspiring Talks, Prangadi. Thank you so much, Srina, for having me and entire team. So, how's that? This is difficult, because मलाई यहाँ फ्यामिलियर नै छु यो प्लेससँग. अलिकति त्यहाँ जामले गर्दाखेरि चाहिँ प्रब्लम भयो. अदरवाइज इट वाज स्मुथ इनफ. ओके, एनीवे यहाँ जाम त भइरहन्छ हैन. सो व्हाट्स किपिङ यु बिजी? So right now if I have to say I'm busy with my own Vygotsky. So Vygotsky चाहिँ मेरो एउटा हाम्रो चाहिँ एउटा इन्स्टिट्युसन जसमा चाहिँ वी फोकस अन हाम्रो चाहिँ पेरेन्टिङ स्किल्सहरूदेखि लिएर चाहिँ हाउ टु इम्पावर पेरेन्ट्स र हाम्रो 0देखि 6 इयर्स एजको बच्चाहरूसँग काम गर्ने जो पनि, दे मस्ट बी पेरेन्ट्स, मेबी टिचर्स, मेबी केयर गिभर्स और एनी वान हु इज भेरी प्यासनेट बिङ विथ द चिल्ड्रेन, उहाँहरूको लागि चाहिँ एउटा इम्पावरमेन्ट गर्ने चाहिँ डिफ्रेन्ट हामी कोर्सहरू लिएर ट्रेनिङ्सहरूले चाहिँ उहाँलाई इम्पावर गर्छौँ यसमा चाहिँ. ओ वाउ, कति भयो यो इन्स्टिट्युसन अझले खोल्नु भएको चाहिँ? सो टकिङ अबाउट भिजनको कुरा गऱ्यो भने त इट हेज बिन लाइक अलमोस्ट 4-5 इयर्स नै भइसक्यो जुन मैले यो इन्भिजन गर्दाखेरि चाहिँ ओके आई विल हेभ माई ओन इन्स्टिट्युसन अपकमिङ फ्युचरमा भनेर. तर अब त्यो भिजनलाई चाहिँ मैले यता रियालिटीमा चेन्ज गरिसकेपछि अब अन द फ्लोरमा ल्याउँदा चाहिँ हाम्रो अलमोस्ट 2-3 महिना जति भयो. 2-3 महिना अन द फ्लोर नै मजाले लागि परेको थियो. ओके ओके. आई थिङ्क तपाईँले यो खोल्छु भनेर पनि कति वी हेभ टक अबाउट दिस पहिला पनि है. अनि आई थिङ्क आई रिमेम्बर त्यो हामीसँगै एकचोटि ट्रेनिङ पनि I forgot the name. के थियो त्यो स्कुलको नाम? रोड ट्र्याकबाट हो. त्यहाँ जाँदाखेरि मलाई थाहा थिएन हजुर पनि अर्ली चाइल्डहुड एजुकेसन फिल्डमा छु भनेर अनि म पनि I've been टिचिङ कति भयो, म पनि चाइल्ड एजुकेसनमा लागेको. आई थिङ्क दिस विल बी माई 5th इयर, आई थिङ्क अलमोस्ट 5th इयर है. अनि तपाईँलाई त्यो फिल्डमा देख्दाखेरि मलाई रेगन दाले बोलाउनु भएको थियो, आऊ तिमी पनि भनेर, किनभने उहाँलाई थाहा थियो म स्कुलिङमा काम गर्छु भनेर. अनि त्यो बेला आउँदाखेरि when I saw you in that पोजिसन, तपाईँले जुन चाहिँ त्यो डेलिभर गरिराख्नु भएको थियो नि, ओ माई गड, इट वाज सो गुड है. म क्या इम्प्रेस भएको थिएँ कि ल म चाहिँ कहिले यो ट्रेनर भएर हिँड्ने होला. इट वाज प्रिटी गुड. सो आई थिङ्क यो इन्स्टिट्युसनमा पनि अझै मेबीसँगै कोलाबोरेटिभ फ्युचरमा वर्क गर्न पाऊँ है. अनि यो हाम्रो यो इन्स्टिट्युसनमा चाहिँ हाम्रो मेन फोकस चिज भनेको चाहिँ वी फोकस अन ब्रेन डेभलपमेन्ट आखिरमा चाहिँ. सो यसमा चाहिँ हामी चाहिँ हाउ डु वी वर्क, हाउ डु वी कोच पेरेन्ट्स भन्दाखेरि चाहिँ तपाईँको बच्चा, किनकि बच्चा के भन्छ डेभलपमेन्ट भए सँगसँगै चाहिँ दे गो थ्रु डिफ्रेन्ट डेभलपमेन्टल माइलस्टोन्सहरू गर्दाखेरि उनीहरूको त्यो हरेक कुरामा त्यो ट्यान्ट्रम्स थ्रो गर्ने भनेको कुरा नसुनिदिने. अब हेर्दाखेरि पेरेन्ट्सले मैले भन्छ नि कुनै बिहेभियर देखाउने बित्तिकै मैले यसलाई 10 चोटि भनिसकेँ, 20 चोटि भनिसकेँ, तर किन सुन्दैन. अनि त्यो नसुनेपछि पेरेन्ट्सको के हुन्छ, उनीहरूको के भन्छ अग्रेसन लेभल एकदमै हाई भएर एकदमै कस्तो भने अब भोइस रेज हुनेदेखि लिएर फ्रस्ट्रेसन निस्किन्छ. भोइस मात्र होइन, कुनै कुनै केसमा चाहिँ मेरो विचारमा ह्यान्ड पनि रेज हुन्छ होला. अनि त्यो सिचुएसनसम्म पुग्नुभन्दा अगाडि चाहिँ हामीलाई हाम्रो सेल्फ कन्ट्रोल त छँदैछ, हामीले कसरी बच्चासँग डिल गर्ने भन्ने कुरा. तर त्यो बच्चाले चाहिँ किन ट्यान्ट्रम थ्रो गरिरहेछ, वाट इज द रिजन बिहाइन्ड इट. के ट्यान्ट्रम त आउँछ नि, हामीले पनि दिएको हो होइन, तर किन आइरहेछ त
बच्चा किन रोइरहेछ, बच्चालाई मिनी मार्केटमा गइसकेपछि किन त्यो सामान चाहियो भने किन लडीबुडी गर्छ। सो त्यस्तोको कुराको लागि त्यो बिहेभियरको पछाडि चाहिँ के छ त एक्ज्याक्ट रिजन भन्ने कुरामा चाहिँ हामीले अस्ति भर्खर वेबिनार पनि गर्यो। सो वी आर फोकस अन हामीले चाहिँ अस्ति भर्खर टपिकमा चाहिँ नो योर चाइल्ड्स ब्रेन भन्ने टपिकमा चाहिँ हामीले यसमा मजाले वेबिनार फ्री वेबिनार गरेको थियो। आई थिङ्क दिस इज अनलाइन एक्ज्याक्टली अनलाइन गरेको थियो। एकदमै ओभरवेल्मिङ रेस्पोन्सेसहरू आएको थियो क्या। हामीले चाहिँ लिमिट सोचेको पनि थिएन। अनि आई वाज लाइक 20-30जना आउँछ होला, किनकि दिस इज सच अ न्यू टपिक फर अल द पेरेन्ट्स होइन। अनि मेबी अल द पेरेन्ट्स टिचर्स अब जसले पनि यो टपिक देख्नुहुन्छ सोसियल मिडियामा। अनि आई वाज एक्सपेक्टिङ ठिक छ फ्री वेबिनार हो, इट्स अल अबाउट क्रिएटिङ प्लेटफर्म जहाँ चाहिँ मैले अरूलाई इम्पावर गरौँ भनेर। अनि आई डोन्ट नो है अब कति राम्रो ओभरवेल्मिङ रेस्पोन्सेस। अनि हामी त त्यो इन्क्वायरी आउँदा फोन कल रिसिभ गर्दा चाहिँ म नै त्यो भित्रभित्र कति इम्पावर भन्दा पनि एकदम इन्सपायर्ड भइरहेको थियो कि म त वाउ यो चाहिँ अब कस्तो बर्निङ टपिक नै रहेछ, कसैले कुरा मात्र नगरे रहेछ बट एभ्रीबडी वान्ट्स टु गेट नलेज अन द्याट टपिक। अनि प्लेटफर्म नभएको रहेछ, कसैले चाहिँ त्यो टपिकमा चाहिँ कुरा नगरेको रहेछ भन्ने फिल भइसकेपछि अनि आई वाज सो एक्साइटेड। अनि त्यसपछि वेबिनार गर्दाखेरि पनि वेन आई वाज स्पिकिङ कस्तो एकदम पिन ड्रप साइलेन्स है। हुन त अब इट वाज अनलाइन द बट स्टिल कस्तो मजाको त्यो अब देखिन्छ नि त उहाँहरूको त्यो कस्तो त्यो क्युरियोसिटी उहाँहरूको आँखामा। मैले चाहिँ यो सेसन कस्तो डेस्परेटली चाहिँ आई वान्ट टु लिसन टु दिस वेबिनार भन्ने हिसाबले। अनि जुन पनि टपिक हामीले कभर गर्न खोज्यो इट वाज जस्ट अबाउट 50 मिनट्सको वेबिनार। तर यस्तो राम्रो रेस्पोन्सेस हामीले चाहिँ वेबिनार भए पनि हामीले चाहिँ अब यस अब ड्यु टु अब टाइम लिमिटेसनले गर्दा 2 वे त हामीले गराउन सकेन दो इट वाज वेबिनार होइन। तर अब मैले पनि मेसेजमा सोधिरहेको हुन्थेँ क्वेसन देवर लाइक अल इन्टु ट्याक 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 मेसेजमा आइरहेको हुन्थ्यो होइन। अनि सबैको के अब मैले त्यहाँ बिहेभियरको कुरा गर्न पाएको छैन। अनि एउटा चाहिँ मेरो के सोधेको थियो भन्दा क्वेसनमा वेयर आर यु स्ट्रगलिङ एज अ पेरेन्ट्स मेबी एज अ टिचर होइन, तपाईँहरूको चाहिँ ट्रिगरिङ पोइन्ट के हो भन्दाखेरि चाहिँ सर के त्यो च्याट बक्समा इट वाज फुल अफ मेसेजेस। त्यसमा चाहिँ हुन्छ नि कसैको मेरो बच्चाले भनेर सुन्दैन होइन, क्लासको बच्चाले भनेर सुन्दैन। सो इट वाज सरी मैले तपाईँलाई कट गरेँ। इट वाज लाइक पेरेन्ट्सहरूको ग्रुप थियो कि या टिचर्सहरू पनि त्यहाँ हुनुहुन्थ्यो कि कस्तो खालको ग्रुप अफ पिपल चाहिँ धेरै आउनु भएको थियो? त्यसमा चाहिँ हाम्रो सबैजना पेरेन्ट्स टिचर्स केयर गिभर्स अनि तपाईँको स्कुल लिडर्सहरू प्रिन्सिपलदेखि लिएर तपाईँको स्कुल कोअर्डिनेटर्सहरू हुनुहुन्थ्यो होला होइन, जसले चाहिँ बच्चासँग चाहिँ एकदम क्लोजली काम गर्नुपर्ने मान्छेहरूले चाहिँ क्लोजली काम गर्ने मान्छेहरू चाहिँ आउनु भएको थियो भनौँ न। अनि कस्तो खालको रेस्पोन्सेस कस्तो खालको इस्युजहरू चाहिँ धेरै लिएर आउनुभयो उहाँले? त्यसमा त यस ट्यान्ट्रम्स नै हो, ट्यान्ट्रम्स अनि त्यसपछि लिसनिङ ह्याबिट, मेरो कुरा सुन्दैन अनि त्यही हो। अनि त्यसपछि सानो सानो कुराको लागि रुने यस्तो यस्तै कुरा जुन चाहिँ मेजर प्रब्लम हो कि कमन पनि मेजर पनि जुन चाहिँ सबैमा देख्यो हामीले पनि देखिरहेको हुन्छ नि होइन, देखिरहेको तर डोन्ट नो हाउ टु रियाक्ट अन इट। एक्ज्याक्टली। अनि त्यसमा चाहिँ अब आई विल जस्ट सेयर सर्ट ग्लिम्स त्यसमा चाहिँ के हुन्छ भनेर होइन। सो बेसिकली चाहिँ आई थिङ्क तिम्रो लागि पनि नयाँ नै होला होइन इन दिस फिल्ड। अनि अब तिमीसँग कुरा गर्दाखेरि चाहिँ मलाई सजिलो पनि भएको छ बिकज यु क्यान आई थिङ्क यु विल बी एबल टु रिलेट। या आई क्यान रिलेट डेफिनेटली। जन्मेन त त्यो न्यू एडमिसनको टाइममा आउँछ नि नयाँ बच्चाहरू, किनभने अब नयाँ बच्चाहरू आउँदाखेरि चाहिँ हामीले एकदम रिस्टडी गर्नुपर्छ कि उहाँहरूलाई आज अर्कै बिहेभियर लिएर आउँछ भोलिपल्ट फेरि अर्कै भइसक्छ। फेरि त्यो कहिलेकाहीँ त्यो लङ ड्युरेसन ग्याप भेकेसनको टाइममा त झन् कस्तो अर्कै चेन्जेसहरू लिएर आइरहेको हुन्छ। अनि वी टेन टु लर्न एभ्री डे, हेरिरहेको हुन्छ, अब्जर्भेसनमा राखिरहेको हुन्छ, बट देन कहीँ न कतै चाहिँ यो ट्यान्ट्रम्सको विषयमा चाहिँ वी डोन्ट नो हाउ टु रियाक्ट। अब के गर्ने, उसलाई यतिकै राख्ने कि अब उसलाई केही भन्ने कि भन्दाखेरि पनि के भन्ने। हाम्रो त नेपालीहरूको बानी चाहिँ हामी टिचर्सहरूको पनि धेरै जस्तो त्यो के भन्छ त्यो क्विक रियाक्सन के कराइहाल्ने झट्ट बोलिहाल्ने खालको हुन्छ नि त। बट अब कसरी कन्ट्रोल गर्ने आफ्नो इमोसन्सलाई? आई रियली वान्ट टु नो मोर। या स्योर। So before going into my topic, I would like to start with asking you a question. So त्यसमा चाहिँ okay, you just mentioned बच्चाहरूको स्टाइल हुन्छ even in your school होइन। त्यसमा चाहिँ ल कसैको बच्चाको एकदमै ट्यान्ट्रम थ्रो भइरहेछ, अब त्यसमा चाहिँ what like how do you react or how your teachers react with that ल? So म चाहिँ आइम अ लिटल पेसेन्ट, मलाई चाहिँ बच्चाहरू एकदम मनपर्छ। अनि मेरो चाहिँ अलिकति पेसेन्ट लेभल चाहिँ छ, किनभने बच्चाहरूसँग काम गरेको यत्रो वर्ष भइसक्यो एन्ड आइभ लर्न द्याट पेसेन्ट विदिन होइन। अनि त्यसो गर्दाखेरि चाहिँ आई टेन टु फर्स्टमा त अलिकति मायाले कसरी हुनसक्छ, अलिकति त्यो बच्चाको क्यारेक्टर के हो चाहिँ बुझ्न सक्छु म होइन, या बुझ्न चाहन्छु म। अनि अब धेरै भयो होइन यो रोकोरै गरिरहेछ भने सकेसम्म फकाउँछु, बट देन योर इन्स्टिङ्क्ट विल बी देयर टु लाइक हुन्छ अब भयो भन्ने त्यो एउटा त्यो जेस्चर चाहिँ आफै आउँदो रहेछ कि इभन दो यु स्टप यर सेल्फ टु से होइन। तर सकेसम्म चाहिँ आई बिन स्टपिङ माइ सेल्फ। त्यो ट्यान्ट्रम्स थ्रो गर्नेहरूलाई चाहिँ ल भयो एकैछिन भनेर उनीहरूले चाहिँ अलिकति पिसमा कि होइन उसलाई छोडिदिनु केही नबोलिदिनु
अब एकछिन कति रुन्छ बिचरा बच्चा त हो होइन 5 minutes 10 minutes एन्ड देन आफै बिस्तारै काम हुन्छ एन्ड देन यु विल गेट यु अर सी विल लाइक गेट ब्याक टु इट्स ओन जोन उसको त्यो जोनमा चाहिँ ऊ आफै बाहिर आउँछ भन्ने चाहिँ मलाई लाग्छ त्यही भएर म चाहिँ सकेसम्म एक दुईचोटि फर्स्टमा चाहिँ आई पुस माइसेल्फ पकाउनलाई बट देन होइन अति नै भयो भने चाहिँ उसलाई अलिकति कुल डाउन गरेर चाहिँ अझै साइडमा एकैछिन उसलाई छोडिदिन्छु क्या म अनि टकिङ अबाउट माई टिचर्स अनि कहिले अरू स्कुलहरू अब्जर्भेसन जाँदाखेरि पनि वाट आई फाउन्ड आउट इट अलिकति रुड भइने अलिकति त्यो झट्ट होइन यु हेभ टु डु इट भने कि त त्यो सोल्डर समातेर ल्याउने या हात समातेर लिएर आउने क्लासमा यसरी नै बस्नुपर्छ भन्ने खालको एउटा स्ट्रिक्टनेस चाहिँ त्यो अझै पनि कम भएको छैन हामी पनि म पनि त्यही चाइल्डहुडबाट आएको हो अनि अहिले पनि आई थिङ्क स्टिल इट्स इम्प्रुभिङ कहीँ न कतै बट देन we still need more education ke more knowledge about like, what do we need more to deal with the children then so before answering your question and I'll start with like where are we focusing right now so everybody knows about brain हाम्रो brain को बारेमा त सबैलाई थाहा छ अनि अस्ति नै पनि मैले स्टार्ट गर्दाखेरि भनेको थिएँ कि so if हामीलाई चाहिँ 97 डिग्री भन्दा बढी हाम्रो टेम्परेचर भयो भने we know that there is something wrong हामीलाई चाहिँ ज्वरो आइरहेछ अथवा हामीलाई चाहिँ के बिरामी हुन लागेको छ भन्ने कुरा we get that instinct हैन इन्स्ट्यान्टली हामीलाई थाहा भइ नै हाल्छ अनि घाउ चोट लाग्यो भने पनि हामी चाहिँ हाम्रो घाउलाई चाहिँ सफा नगरिकन हामी केही पनि औषधि लगाउँदैन त्यो पनि we know it very well अहिलेको टाइममा टिचर्स आर वेल एजुकेटेड हुनै पर्यो हैन अनि पेरेन्ट्स आर अल्सो वेल एजुकेटेड तर वाट वी डोन्ट नो भन्दाखेरि चाहिँ जुन ब्रेनले चाहिँ वी अल नो द्याट ब्रेन भनेको हाम्रो अब सेन्ट्रल नर्भस सिस्टम भन्छ त्यसले सबै कुरा हाम्रो कन्ट्रोल गर्छ हाम्रो इच एन्ड एभ्री सिस्टम अफ आवर बडी भनौँ न डाइजेस्टिभ एभ्रिथिङ तर यो ब्रेनको बारेमा हाउ डज इट फङ्सन भन्ने कुरा त्यो कतिलाई थाहा नै छैन क्या इभन मलाई पनि पहिला थाहा थिएन किनकि आई टोल्ड यु बिफोर किनकि म जति यो फिल्डमा आफूलाई निखार्दै गएँ त्यति नै मैले पनि इम्पावर हुँदै गएँ ट्रेनिङ्स दिँदै गएँ मेबी इन्टरनेसनल ट्रेनिङ नेसनल ट्रेनिङ्स रिडिङ लट्स अफ बुक्स होइन अब इन्सपिरेसनल मान्छेहरूको पडकास्ट सुन्ने सो मेनी थिङ्स टु इम्पावर माइसेल्फ होइन त्यो क्रममा चाहिँ आई डिस्कभर्ड यो कुरा हुन्छ मलाई चाहिँ अहिले एकदमै फेसिनेटिङ लाग्छ र अनि यो कुरामा चाहिँ के भन्छ एडभोकेट पनि गरिरहेको छु अहिले यही विषयमा सो हाम्रो चाहिँ सबैलाई थाहा छ हाम्रो ब्रेनको चाहिँ तपाईँको लेफ्ट हेमिस्फियर र राइट हेमिस्फियर हुन्छ तपाईँको लेफ्ट ब्रेन र राइट ब्रेन हुन्छ तपाईँको लेफ्ट ब्रेन इज द वी कल इट लजिकल थिङ्किङ हाम्रो चाहिँ यो थिङ्किङ ब्रेन भन्छ यो पार्टलाई चाहिँ होइन बेसिकली डिल्स विथ तपाईँको लजिकल गर्ने तपाईँको लजिक्स तपाईँको वर्ड तपाईँको लिट्रेसी कुराहरू भनौँ न वर्डहरू एक्सप्रेसन गर्ने अनि तपाईँको दिस ब्रेन इज कल्ड एज तपाईँको इमोसनल ब्रेन तपाईँलाई रुन मन लागिरहेछ हाँस्न मन लागिरहेछ वाट एभर यु आर फिलिङ होइन तपाईँको फियर तपाईँको हरेक कुराहरू यो ब्रेनले प्रोसेस हुने भयो अनि तपाईँको अन्डर द एज अफ 5 अर टिल द एज अफ 5 के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको राइट ब्रेन चाहिँ डोमिनेन्ट हुन्छ क्या बच्चाहरूको चाहिँ त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ दे आर उनीहरूको ब्रेनमा चाहिँ यति धेरै इमोसनको चाहिँ फ्लोड हुन्छ नि त होइन उसलाई कहिले रुन मन लागिरहेको हुन्छ समथिङ के चाहिरहेको हुन्छ तर उसको चाहिँ यो ब्रेन डोमिनेन्ट राइट ब्रेन डोमिनेन्ट भएको कारणले गर्दाखेरि चाहिँ उसलाई चाहिँ त्यो कुरा मात्र उसको लागि फर्स्ट प्रायोरिटी भयो कि उसको यो लजिक ब्रेन काम गरेन नि त यो लजिक ब्रेन काम नगरेको लागि चाहिँ हामी जतिकै लजिक त्यसलाई सम्झाउँ न दे आर नट गोइङ टु अन्डरस्ट्यान्ड एट अल हामीले भन्छौँ नि मैले 20 चोटि भने 10 चोटि भने वाइ यु आर नट गेटिङ भनेको मतलब के हो त दे आर नट गोइङ टु गेट त्यो जसले डिल गर्न लागेको छ उनीहरूले बुझ्नुपर्ने हो कि पेरेन्ट्स हेज टु गेट दिस टिचर्स हेज टु गेट दिस लाइक हुएभर इज वर्किङ विथ द चिल्ड्रेन उनीहरूले बुझ्नुपर्ने बच्चाले बुझ्नेवाला छैन किनकि उसको त्यो ब्रेनै डेभलप भएको छैन उसलाई त्यो थाहा छैन नि त कुरा ऊ आफैलाई कति गाह्रो भइरहेको छ कि किनकि उसको त्यो ट्यान्ट्रम्स थ्रो गर्ने भनेको उसको त्यो फ्रस्ट्रेसन निस्किरहेको हो कि सो एक्चुली उसले त्यो म मेरो टिचरलाई आज म दुःख दिन्छु यसलाई म आज दुःख दिएर म एकदमै टिचरलाई एकदम दुःख दिएर म लडीबुडी गरिदिन्छु म रोइदिन्छु नो त्यो बच्चाहरूको त इन्टेन्सनल नै होइन कसैको पनि होइन तर त्यो के भयो त्यो चाहिँ तपाईँको आउटबर्स्ट हो कि आफ्नो त्यो इमोसनल ब्रेनको जति पनि त्यो इमोसनहरू आइरहेछ नि त त्यो कुरालाई उसले रेगुलेट गर्न सकेन नि त किनकि उसको लजिक ब्रेन त डेभलप भएको छैन अथवा यो ब्रेन अलिकति डोमिनेन्ट छ त्यसले गर्दाखेरि उसले फोकस गर्न सकेन प्रोसेस गर्न सकेन अनि के भयो त अनि ट्यान्ट्रम्स भनेको चाहिँ त्यो आउटबर्स्टको इन्कम हो कि अनि त्यो ट्यान्ट्रमले गर्दाखेरि चाहिँ उसलाई चाहिँ मलाई गाह्रो भइरहेको छ है प्लिज हेल्प मी भन्न खोजेको कि खासमा अनि अस्ति मैले वेबिनारमा पनि भनिरहेको थिएँ इफ द पेरेन्ट्स होइन द टिचर्स यदि तपाईँको बच्चाले चाहिँ तपाईँलाई ट्यान्ट्रम थ्रो गरिराख्नु भएको छ केही कुरा बुझिराख्नु भएको छैन भने यु हेभ टु अन्डरस्ट्यान्ड द्याट वाट दे आर गोइङ थ्रु होइन उनीहरूलाई के कुरामा गाह्रो भइरहेछ त बच्चाहरूको आवाजमा चाहिँ वाट दे आर लाइक इनर बच्चा इज सेङ यु द टिचर द पेरेन्ट्स मलाई चाहिँ मैले बुझिरहेको छैन आई डोन्ट नो वाट इज गोइङ थ्रु इनसाइड माई हेड मलाई यो इमोसनल रेगुलेसन गर्न सकिरहेको छैन क्यान यु प्लिज हेल्प मी मलाई गाह्रो भइरहेछ तपाईँले चाहिँ मलाई बुझिदिनु
पढ्यो भन्न खोजिरहेको कि इन द ल्याङ्ग्वेज एक्चुली ट्यान्ट्रम्स भनेको चाहिँ Okay. So how do we as a teacher or caregiver, how do we understand that? त्यो स्टेटमेन्टलाई चाहिँ कसरी हामीले बुझेर चाहिँ कसरी कन्ट्रोल गर्न सकिन्छ? तपाईँको अब बच्चाले अब केमा डिपेन्ड्स अब मैले अघि पनि भने कति स्ट्राटेजीहरू तपाईँको अघि भने जस्तो आज एउटा बिहेभियर बोकेर आउँछ भोलि अर्को बिहेभियर आउँछ त्यस एउटा स्ट्राटेजीले ओके आई नो वान स्ट्राटेजी नाउ इट्स गोइङ टु वर्क फर अल द रेस्ट अफ द बिहेभियर भने चाहिँ द्याट इज एब्सोल्युटली रङ त्यो हुनेवाला छैन होइन अल्सो इट डिपेन्ड्स अन चाइल्ड टु चाइल्ड एक्ज्याक्टली किनकि कोही साई होला कोही मेबी एकदमै मजाको प्रोएक्टिभ होला कोही एकदमै तपाईँको मजाले के भने त्यसलाई मजाले सेयर गर्न खोज्छन् होइन सो इट डिपेन्ड्स अपन द चाइल्ड ओके आई गिभ यु वान इक्जाम्पल पनि होइन अघि अस्तिमा मैले अब वेबिनारको कुरा अलिअलि जोडेँ सो वेबिनारमा मैले इक्जाम्पल पनि दिएको थिएँ होइन सो जतिजनाले अब यो पडकास्ट सुन्नुहुन्छ मेबी इफ दे हेभ अटेन्डेड द्याट वेबिनार दे क्यान स्योर रिलेट विथ वाट आइम सेङ राइट नाउ त्यसमा चाहिँ के भनेको थियो अब इभन इट माइट बी रिलेटेबल टु यु पनि अब किन यो चाहिँ किन प्रायः सबैको स्कुलको अनि घरमा पेरेन्ट्सहरूसँग चाहिँ रिलेटेबल हुन्छ मेजर प्रब्लम एक्ज्याक्टली सो के भयो भन्दाखेरि चाहिँ एउटा बच्चा यो चाहिँ खासमा केस स्टडिज नै हो कि भनेको चाहिँ रियल इन्सिडेन्ट अनि म चाहिँ अब पेरेन्ट्स हाम्रो चाहिँ पेरेन्ट्स चाइल्ड कन्सल्टेसन पनि हो नि त सो वी गिभ कन्सल्टेसन टु पेरेन्ट्स लाइक के प्रब्लम भइरहेछ भन्ने कुरामा सो यो प्रब्लम चाहिँ लिएर एउटा पेरेन्ट्स हाम्रोमा कन्सल्टेसनमा आउनु भएको थियो त्यसमा चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ एउटा बच्चालाई चाहिँ एकदम स्कुल जान मन लाग्ने एभ्रिबडी सबैलाई जानु मन लाग्छ बच्चाहरू त एकदमै फन लभिङ हुन्छ स्कुलमा पक्कै पनि रमाइलो हुन्छ जान्छन् होइन एकदमै रमाइलो ऊ चाहिँ सी वाज अ गर्ल चाइल्ड होइन सी वाज लाइक 3.5 years old अनि ऊ चाहिँ एकदम स्कुल जान मन पराउने बच्चा स्कुल जान्थ्यो मजाले गयो उसको बाबाले चाहिँ उसलाई जहिले पनि सिन्स मम वाज बिजी बाबाले नै रेडी गरिदिने सँगै ब्रेकफास्ट गर्ने अनि मजाले गाडीमा स्कुलमा पुऱ्याइदिने अनि पुऱ्याइदिने त्यसपछि अनि मजाले सधैँ चाहिँ बिहान उठ्यो ऊ होइन उठिसकेपछि लाइक सी चोज अन ड्रेस बिकज आजकलको बच्चा दे आर भेरी चुजी पिक अप द्याट ड्रेस होइन आई निड द्याट एन्ड दिस वान भनेर चुज पनि गर्यो अनि ड्याडसँग ब्रस पनि गर्यो अनि ड्याडले स्कुल पुऱ्याइदियो होइन स्कुल लाइक अनि सी वेब ब्याक टु हर द्याट बाई बाई भनेर के भन्छ स्कुल गएपछि द्याट केम ब्याक टु अब उहाँको अफिसमा अनि स्कुलमा जाने बित्तिकै आफ्टर सर्टेन आवर्स चाहिँ बच्चा चाहिँ बिरामी भयो क्या अब इट ह्यापन्स होइन बच्चा चाहिँ बिरामी भयो अनि बिरामी भइसकेपछि चाहिँ उसको टिचरले चाहिँ अब इमर्जेन्सीमा ड्याडलाई बोलाउनु भयो क्या ओके तपाईँको छोरी चाहिँ बिरामी हुनुभएको छ स्कुलमा आउनु भनेर भन्नुभयो अनि इमिडिएटली ड्याड पनि अब तुरुन्तै सबै कामसाम छोडेर बच्चालाई पिकअप गर्नुभयो एन्ड देन हि टुक उसको डटर अनि घरमा गयो अनि बच्चा घरमा आयो बच्चा घरमा आइसकेपछि बच्चा चाहिँ निको पनि भयो होइन तर एउटा चाहिँ के चेन्जेस आइदियो भन्दाखेरि चाहिँ बच्चा निको भइसक्यो होइन भोलिपल्ट चाहिँ जब अब ऊ सबै सन्चो भइसक्यो अब स्कुल त पठाउनु पऱ्यो होइन अब रेगुलर उसको लागि अनि बच्चाले अनि सबैलाई तिमी स्कुल जाने भन्ने ऊ टाइममा पनि उठ्यो ब्रेकफास्ट पनि खायो जब त्यो अब स्कुलको ड्रेस अथवा उसको सर्टेन ड्रेस लाउने बेला भयो सी स्टार्टेड क्राइङ के म स्कुल नजाने भनेर के म स्कुल नजाने म स्कुल जाँदिनँ उसलाई चाहिँ अनि यो चाहिँ यो एक दिनको मात्र कुरा यो इट लाइक यो चाहिँ तपाईँको 5-6 दिन 10 दिनसम्म पनि रिपिटेडली नै भयो कि अब कति सहने पेरेन्ट्सले पनि अघि नै तिमीले भने जस्तो लास्टमा गएर पेसेन्स त हुन्छ हुन पनि पर्छ हामीसँग वर्क विथ द चिल्ड्रेन तर जब त्यो पेसेन्स चाहिँ सहन त्यो फ्रस्ट्रेसन भर्छ नि त्यो अनि त्यो बुम हुने बेला हुन्छ नि त्यस्तै भइसकेपछि अब त मैले कति दिन घर राख्नु मैले उसलाई बुझेँ तर आई थिङ्क अब उसलाई त मैले एक दिन त पठाउनु पर्छ भनेर उसले चाहिँ होइन म तिमीलाई अब ओके बरु छोरी म तिमीलाई क्लाससम्मै पुऱ्याइदिन्छु जाऊँ न म तिमीलाई भनेर उसले बरु ड्याडले गेटसम्म होइन क्लाससम्मै उसलाई दोहोऱ्याएर लग्यो जब क्लाससम्म पुऱ्याइदियो क्लाससम्म पुर्याउने बित्तिकै त्यो बच्चाले चाहिँ उसको ड्याडको यो आमालाई यसरी स्क्विज गर्यो नि ड्याडी मलाई यहाँ नछोड्नु तपाईँले छोड्यो भने म मर्छु भने क्या that told me this incident to me with a 3 years old child 3.5 years old child morsu so morsu is a very big word for us हैन हो 3.5 वर्षको बच्चाले म मर्छु भन्यो अनि ड्याड चाहिँ त्यो मर्छु भन्ने वर्ड चाहिँ ड्याडलाई चाहिँ एकदमै उसको दिमागमा चाहिँ ट्रिगर भयो के सो आई थिङ्क देयर इज समथिङ रङ मेरो बच्चा चाहिँ जो एकदमै हाँसी खुसी शी वाज सच लाइक एकदमै स्कुल गोइङ गर्ल एकदमै फन लभिङ गर्ल जो मजाले स्कुल गइरहेको थियो उसलाई चाहिँ बिरामी हुने बित्तिकै के भयो त जसले गर्दा चाहिँ उसलाई स्कुलसँग त्यस्तो फियर लाइक इन्भेन्ट भयो भन्ने कुराले आएपछि अनि अब आई डोन्ट नो अब हि केम टु अस अब कता कता खोजेर अब हाम्रो कन्सल्टेसनमा आउनुभयो अनि त्यसपछि वी स्याट टुगेदर अनि त्यसपछि चाहिँ अनि आई ट्राई टु फिगर इट आउट उसलाई त्यो डर अथवा स्कुल जानुभन्दा अगाडि अप्ठ्यारो हुनुभन्दा अगाडि चाहिँ त्यो अगाडिको चाहिँ इन्सिडेन्टहरू सिनारियोहरू चाहिँ के थियो त अनि ड्याड टोल्ड मी एभ्रिथिङ जुन अघि नै मैले तपाईँलाई सेयर गरेँ नि जुन त्यो लाइक अगाडि मजाले स्कुल जाने सी वाज सच अ फन लभिङ एन्ड स्कुल गोइङ गर्ल मजाले ड्याडसँग रेडी हुने
अनि सबै कुरा गऱ्यो गर्दा 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 होइन त्यसपछि चाहिँ अनि आई बिलिभ इन डिकोडिङ द इभेन्ट्स के बच्चाहरूको चाहिँ तपाईँको डिकोड गर्नु सबै तपाईँको बच्चाले बोलिसक्यो भने देयर इज समथिङ बिहाइन्ड वाट एभर दे आर स्पिकिङ इभन दे आर 2 years old 3 years old लाइक जति पनि इयर्स ओल्ड हामी चाहिँ के गर्छौँ भन्दाखेरि सानो बच्चाले ए बुढाबुढीले भनेको के हुन्छ अरे भनिराख्छ नि भनेर छोडिदिन्छ नि त द्याट इज लाइटली लिने बानी एक्ज्याक्टली हाम्रो चाहिँ त्यस्तो छैन के अनि बच्चाहरूको चाहिँ खासमा जति उनीहरूले बोलिरहन्छ देयर इज समथिङ लाइक भेरी इम्पोर्टेन्ट थिङ वाट दे वान्ट टु सेयर विथ अस एक्चुली सो उसले भनेको जति पनि ड्याडले मसँग कुरा सेयर गर्नु मैले सबै कुरा टिपेँ कि वान्ट बिलिभ मैले हरेक कुरा टिपेँ कि अनि टिपिसकेपछि जब मैले त्यो आई कल इट कनेक्टिङ द डट्स के अनि त्यो सबै डट्सहरू कनेक्ट गर्दा गर्दा वाट वी फाउन्ड भन्दाखेरि चाहिँ अब मैले अघि पनि भनेँ वी बिलिभ इन ब्रेन बेस्ड पेरेन्टिङ ब्रेन बेस्ड इम्पावरिङ भनौँ इम्पावरमेन्ट भनौँ न नट ओन्ली पेरेन्ट्स एभ्री वान सो त्यसमा चाहिँ हामीले त्यो ब्रेन बेस्डको हामीले जुन हामीले काम गर्छौँ त्यो तरिकाले हामीले फिगर आउट गरेर हेर्दाखेरि चाहिँ उसको ब्रेनले मैले अघि पनि भने के छ त बच्चाहरूको त इमोसनल ब्रेन त डोमिनेन्ट छ त्यसले गर्दा उसको लजिक ब्रेन त सट डाउन छ सट डाउन भन्दा पनि अन्डर डेभलप छ त्यसले गर्दा चाहिँ लजिकल कुरा त उसलाई जति बुझाए पनि उसले बुझ्नेवाला छैन जब ऊ बिरामी भयो उसको ब्रेनले चाहिँ उसलाई के सिग्नल दिएछ भन्दाखेरि चाहिँ म स्कुल गएँ ड्याडीले मलाई छोड्यो म बिरामी भएपछि मलाई गाह्रो भयो सो स्कुल इज dangerous place school is like maybe wrong place for me I'm not like मेरो लागि चाहिँ सेफ प्लेस होइन त्यहाँ गएपछि म बिरामी भयो भन्ने चाहिँ ब्रेनले उसलाई त इमोसनल सिग्नल दियो होइन ब्रेनले चाहिँ उसलाई चाहिँ कस्तो उसको हाम्रो लागि त तर बच्चाको लागि त ठुलो कुरा हो नि त होइन फियर सिग्नल चाहिँ समथिङ होइन जसले चाहिँ बच्चाको दिमागलाई चाहिँ प्रेसर दियो अनि वाइ सी वाज कन्टिन्युसली क्राइङ भन्दाखेरि चाहिँ उसलाई चाहिँ ब्रेनले एभ्री डे तिमी स्कुल गयो तिमी स्कुल जाने बित्तिकै तिमी बिरामी भयो बाबाले छोड्ने बित्तिकै तिमी चाहिँ बिरामी हुन्छ अनि बिरामी भएपछि के हुन्छ तिमीलाई बिरामी भएपछि त गाह्रो हुन्छ बच्चाहरूलाई स्पेसली जसले चाहिँ एक्सप्रेस गर्न सक्दैन होइन तिमीलाई गाह्रो हुन्छ त्यो पेन त उसलाई थाहा छ गाह्रो भएको उसलाई जिउ पोलेको तातेको होइन अनि ब्रेनले त उसलाई त्यो सिग्नल दिइरहेको रहेछ अनि हाम्रो यो फिगर आउट गरेपछि उसको ड्याडीलाई मैले ओके बिकज आइ एम नट द वान हु गोइङ टु टक विथ द चिल्ड्रेन किनकि बच्चासँग क्लोज त म होइन उसको ड्याडी छ आइ एम द वान हु गिभ्स टेक्निक्सहरू के गर्ने कस्तो हो मैले त फिगर आउट गरिदिएँ के हो त रिजन भनेर त्यो फाइन्ड आउट गरेपछि ओके सर यु हेभ टु गो डाउन लाइक तिमी चाहिँ तपाईँ चाहिँ बच्चाको लेभलमा गएर बसेर तपाईँले बच्चासँग कुरा गर्नु पऱ्यो त्यसपछि मैले उहाँलाई यस्तो कुरा गर्नु भनेर गएँ सो सेकेन्ड डे लाइक सेकेन्ड डे थर्ड डे कन्टिन्युसली एभ्री डे कुरा गरिसकेपछि के कुरा गरेँ भन्दाखेरि चाहिँ ड्याडले चाहिँ ओके जब चाहिँ ठ्याक्कै उसलाई स्कुल जाने टाइम भयो नि त बिहान चाहिँ अब जुन त्यो कन्टिन्युस रिचुअल अहिले जुन भइरहेको थियो उसलाई होइन जुन लुगा लाउने बित्तिकै उसको त्यो त्यसमा चाहिँ ओके सो क्यान वी सिट एन्ड टक अबाउट दिस म्याटर तिमीलाई यो भएको हाम्रो यो कुरा एक्चुली गरौँ भनेर हामी दुईजना बसिसकेपछि ड्याडले के भन्ने भन्दाखेरि चाहिँ तिमीलाई स्कुल जाँदाखेरि गाह्रो भइरहेछ आई नो द्याट यु आर गोइङ थ्रु भेरी डिफिकल्ट सिचुएसन जुन चाहिँ तिमीलाई ह्यान्डल गर्न एकदमै गाह्रो भइरहेको छ है बट डु यु नो तिमी बिरामी हुने दिनमा चाहिँ हामीले बिहान के गरेको थियो भन त भन्दाखेरि त्यहाँ चाहिँ अब कम्युनिकेसन कन्भर्सेसन स्टार्ट भयो कि बच्चाले पनि भन्यो म उठेँ है ड्याडी त्यसपछि वी ह्याड आवर ब्रेकफास्ट टुगेदर अनि त्यसपछि हामीले ब्रस पनि गऱ्यौँ है दादी भने त्यसपछि तिमीले कुन कलरको ड्रेस चुज गरेको भन त भने क्या ड्याडीले त्यो एउटा त्यो कन्भर्सेसन स्टार्ट गर्नको लागि अनि इभन द चाइल्ड मजाले रेस्पोन्ड गर्यो क्या उसले चाहिँ अनि द पर्पल वान भनेर कुरा गरेँ त्यसपछि अनि ओके अनि हामी के गर्यो ड्याडी र म स्कुल गयो भनेर भन्यो क्या त्यसपछि अनि ठ्याक्कै अनि स्कुलमा गइसकेपछि तिमीले मलाई के गर्यो भन त भन्दाखेरि अनि मैले ड्याडीलाई बाई गरेको है भनेको अनि त्यसपछि के भयो भन्दाखेरि अन्त चाइल्ड वाज भेरी स्याड म बिरामी भएँ भन्यो क्या बच्चाले अनि त्यसपछि अनि तिमी बिरामी भएपछि के भयो थाहा छ भनेपछि थाहा छैन भने तिम्रो क्लास टिचरले ड्याडीलाई छिट्टो फोन गर्नुभयो नि टु मेक स्योर द्याट तिमी चाहिँ स्कुलमा भन्दा घरमा सेफ हुन्छ स्कुलमा भन्दा घरमा चाहिँ तिमी छिटो क्योर हुन्छ तिमीलाई चाहिँ स्कुलमा भन्दा घरमा धेरै प्रपर केयर पाउँछ भने तिम्रो क्लास टिचरले मलाई तुरुन्तै कल गरेर बोलाउनु भयो थाहा छ अनि ड्याडी आयो नि तिमीलाई लिन हो कि होइन भनेको अनि यस ड्याडी यु आर राइट अथवा नेपालीमा उहाँको कन्भर्सेसन ड्याडी तपाईँ आउनुभयो भन्यो अनि थाहा छ म नआएसम्म तिमीलाई कसले टेक केयर गरेँ त भनेको अनि टिचरले भने ओके सो डोन्ट यु फिल सो लक्की टु ह्याभ लाइक सच अ केयरिङ टिचर तिमीसँग जुन चाहिँ म नआएसम्म तिमीलाई केयर गरेँ नि होइन त भन्दाखेरि तिम्रो स्कुलमा चाहिँ कति केयरिङ टिचर रहेछ जुन चाहिँ हाम्रो एब्सेन्समा नि तिमीलाई कति मजाले केयर गर्ने रहेछ त भन्दाखेरि चाहिँ सो अब स्कुल चाहिँ तिम्रो सेफ एरिया सेफ जोन हो कि होइन रहेछ त भन्दाखेरि चाहिँ अनि
द चाइल्ड वाज उसलाई चाहिँ बिस्तारै अनि त्यो ब्याक टु द यो मैले भनेको थिएँ नि कनेक्टिङ द डट्स हो बल्ल ओपन अप हुँदै आयो यस एक्ज्याक्टली ओपन अप हुँदै गइसकेपछि चाहिँ ओके उसले चाहिँ अब उसको ब्रेन चाहिँ अब के हुन्छ भन्दाखेरि अघि नै पनि अन्डर डेभलप ब्रेनलाई चाहिँ यो लजिकल ब्रेनलाई चाहिँ यो जुन हाम्रो डोमिनेन्ट ब्रेनलाई चाहिँ अब बच्चा त अब सोसियली एक्टिभ आई मिन उसको ब्रेन त सोसियली अब इमोसनली एक्टिभ भइरहेछ अनि ड्याडले के गर्यो लजिक लगायो नि त लजिक लगाउँदै कुरा गरेपछि अनि लजिकल ब्रेन र त्यो ब्रेन त बिस्तारै 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 अलाइन हुँदै आइसकेपछि के भने बल्ल बच्चाले बुझ्यो कि सो स्कुल इज अ सेफ स्पेस फर मी यहाँ चाहिँ के हुन्छ त मलाई यहाँ डराउनु पर्ने कुरा छैन सो यहाँ चाहिँ ड्याडले छोड्ने बित्तिकै बिरामी भएको पनि होइन सो बिरामी हुन्छ होइन उसको दिमागमा त के थियो स्कुल गएपछि बिरामी भएको भन्ने भयो नि त उसलाई स्कुल नजानुको प्रब्लम होइन उसलाई त स्कुल गएपछि म बिरामी हुन्छु भने त्यो एउटा ब्रेनले प्रब्लम भइसकेको थियो नि त सो खासमा एक्चुअल रिजन त यो रहेछ नि त अब खासमा यसरी बुझ्दाखेरि चाहिँ सिम्पल कुरा हो नि त हाम्रो लजिकल लगाएर बच्चासँग कसरी डिल गर्ने भन्ने कुरा तर इट प्लेज एकदमै सिग्निफिकेन्ट रोल के बच्चासँग कसरी डिल गर्ने त अनि आई थिङ्क आई लाइक द फ्याक्ट द्याट पेरेन्ट्स चाहिँ हजुरकोमा आउनुभयो ठिक ठाउँमा आउनुभयो एक्ज्याक्टली ठिक ठाउँमा आएर नि यो प्रब्लम सल्भमा तपाईँले डट कनेक्ट गर्नुभयो अनि दे आर फ्यु पिपल द्याट हु डोन्ट नो अनि त्यो ट्यान्ट्रम्स हुँदाखेरि स्कुललाई त्यो ट्यान्ट्रम्स थ्रो गर्दाखेरि चाहिँ स्कुललाई पनि कति ब्लेम आइरहेको हुन्छ कि के भयो त्यो स्कुलमा किन मेरो छोराछोरी आउन मानेन एक दिन बिरामी भएर अब आउनै मानेन भन्ने कत्रो ब्लेम पुस्ट गरेर हुन्छ कि जब कि आई डोन्ट थिङ्क स्कुल वाज त्यो स्कुललाई ब्लेम गर्ने त्यहाँ ठाउँ नै छैन नि त होइन इभन नट द टिचर्स इभन नट लाइक हिज अर हर फ्रेन्ड्स होइन यस बच्चाहरूसँग खेल्छ नि द्याट्स त्यो कहिलेकाहीँ त्यसको पनि प्रब्लम आउने मेबी डिफ्रेन्ट सिनेरियोहरू होला बट हामीले चाहिँ बच्चा बिरामी अब यो बच्चा बिरामी हुँदैमा फेरि यो मात्र रिजन मात्र हुन्छ भने पनि छैन धेरै कुराहरू चाहिँ मैले एउटा जस्ट एउटा इन्स्टेन्स मात्र सेयर गरेको कि अब हामीले किनकि यो कति स्कुललाई रिलेटेबल हुन्छ कति पेरेन्ट्सलाई रिलेटेबल हुन्छ कि बिरामी हुने बित्तिकै के भन्छ छ नि त फेरि होइन बिरामी हुने बित्तिकै बच्चाहरू कति ग्याप हुन्छ के हुन्छ अनि पेरेन्ट्सको के हुन्छ अनि हामी चाहिँ नर्मली एज अ जो चाहिँ हामीलाई आइडिया हुँदैन हामी के भन्छ भन्दाखेरि होइन अब धेरै दिन स्कुल आउनु भएन त्यो बानी पनि छुट्यो त्यही भएर होला सो इट्स नट बानी सानी त्यसमा चाहिँ बच्चालाई चाहिँ त्यो फियर सिग्नल गइरहेको छ नि उसको ब्रेनमा स्कुल इज नट सेफ स्पेस फर हर अर हिम त्यसले गर्दाखेरि चाहिँ उसलाई चाहिँ गाह्रो भइरहेछ भने उसलाई चाहिँ ब्रेनले उसलाई गाह्रो भइरहेछ स्कुल गएर भने त ब्रेनले मात्र सिग्नल दिएको अब हामीले चाहिँ अब हामी चाहिँ अब इम्पावर्ड भएर हाम्रो लजिक ब्रेन त डेभलप छ नि त होइन अनि हामीले बच्चासँग डिल गर्दाखेरि 5 वर्षको ब्रेन जुन चाहिँ अन्डर डेभलप छ स्पेसल लजिकल ब्रेन त झन् म त एकदम अन्डर डेभलप नै भन्छु हाम्रो अब 25 वर्ष 30 वर्षको ब्रेनसँग हामीले दाजेर हुन्छ त होइन त हामीले कसरी कुरा गर्छ त एकैचोटि खुर्को जाऊ स्कुल के भयो जाने कि नजाने होइन एकैचोटि हाम्रो त्यो के भन्छ त्यसलाई हाम्रो त्यो पेयर प्रेसर दिने अनि त्यो फेयरले नै गइरा हुन्छ अनि हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ हामी बच्चाहरूसँग कम्पिटिसन गर्छौँ तैँले मेरो कुरा नसुन्ने अब म तँलाई हेर के गरेर देखाउँछु यु सी वाट आई क्यान डु भनेर त्यो एउटा हुन्छ नि त्यो चाहिँ त्यो मैले धेरैमा देखेको छु कि सो यस्तो खालको पनि हुन्छ त्यही भएर चाहिँ वी आर एडभोकेटिङ यो कुरामा सो एभ्री प्यारेन्ट सुड बी अवेर कि सो हाउ योर चाइल्ड ब्रेन वर्क होइन तपाईँले बच्चालाई चाहिँ तपाईँको बच्चा इमोसनली ड्रेन हुँदाखेरि तपाईँले आफ्नो लजिक लगाएर र बच्चाको लजिक ब्रेन र तपाईँको आई जस्ट सिम्पली सेड थिङ्किङ ब्रेन एन्ड इमोसनल ब्रेनलाई चाहिँ कसरी रेगुलेट गराएर चाहिँ कसरी हेल्प गर्ने भन्ने कुरामा चाहिँ वी आर वर्किङ सो त्यो वेबिनार एकदमै सक्सेसफुल भयो सो वी आर डुइङ अब हाम्रो चाहिँ भिजन भनेको यस्तो वेबिनार गरिरहने अनि हाम्रो यसैमा पनि अब वेबिनारमा जति पनि हामीलाई नलेज दियो लाइक 5 अब जुन जति पनि दियो हामीले अलिकति इम्पावर गर्न आइडिया दिनको लागि सो यसैमा चाहिँ वी आर गिभिङ एकदमै एडभान्स ट्रेनिङ भनेर 5 डेजमा त्यसमा चाहिँ यो कुरा त मैले जति पनि अहिले भर्खर भने 10% 20% थियो त्यसमा चाहिँ वी आर गिभिङ मोर देन दिस के यस आई थिङ्क यो चाहिँ एकदम इम्पोर्टेन्ट टपिक टु नो इभन फर न्यू पेरेन्ट्स स्पेसली किनभने अहिलेको जेनेरेसन त अब यु अल्सो नो यु बिन डिलिङ विथ किड्स आई बिन डिलिङ विथ किड्स पास्ट फ्यु इयर्सको बच्चाहरू भन्दा अहिले आउने यो नयाँ जेनेरेसनको बच्चाहरू दे हेभ लाइक यति धेरै भास्ट डिफ्रेन्स अनि ट्यान्ट्रम थ्रोज गर्नेमा पनि हामीले नै सोच्न सक्दैन होला कि त्यो वाट काइन्ड अफ एक्ज्याक्टली वाट काइन्ड अफ ट्यान्ट्रम्स आर देयर भनेर दिनदिनै नयाँ देज वान किड होइन के अरे दिनकै केही न केही हातमा बोकेर आउनै पर्ने के घर अगाडि पसल नगएसम्म स्कुल नै नआउने कि अनि फेरि आई डोन्ट नो त्यो पेरेन्ट्सहरूको पनि अब रुन्छ भने पनि एउटा फेयर हुन्छ नि त सो टु आई डोन्ट नो हाउ टु पुट दिस इन द वर्ड तर
त्यो स्कुल जाँदैन भन्ने डरले चाहिँ पेरेन्ट्सहरूले पनि ल किन नि त 5 रुपियाँ 10 रुपियाँ त्यो एभ्री डे खर्च गरेर केही न केही कि त ब्यागमा हुने कि त हातमा बोकेर आउनुहुन्छ कि यसमा चाहिँ वाट आई क्यान से भन्दाखेरि चाहिँ होइन अब कुरा गऱ्यो भने त देयर विल बी द लङ लजिकल थिङ्किङ जुन मैले अब कन्सल्टेसन अनुसार कुरा गर्नुपर्ने हुन्छ यस्तो कुरामा पनि यसमा चाहिँ एउटा क्विक एन्सर चाहिँ वाट आई क्यान से फर यु त्यो सिचुएसनमा भन्दाखेरि चाहिँ पेरेन्ट्स चाहिँ पन्छिरहेको हो के कुरा हुँदाखेरि चाहिँ उसँग बच्चासँग कुरा गर्ने टाइमै छैन नि त खै त बुझ्या बच्चालाई उसले त सामान किनिरहेछ भने उसलाई लजिकली बुझाउ न त ठिक छ कहिलेकाहीँ यु क्यान गिभ एज अ ट्रिट बच्चालाई तिमीले यो गर्यो भने आई क्यान गिभ यु सम टोइज आई क्यान बाई यु सम टोइज फर वान्स या त्यो पनि उसले केही राम्रो काम गर्यो भने टु मोटिभेट मेबी उसले आफ्नो घरमा सबै टोइजहरू खेलिरहेछ भने इफ यु डु दिस प्रपर क्लिन अप भने पनि आई क्यान गिभ यु वान टोय मेबी उसको चाहिँ के भन्छ त तपाईँको हामी चाहिँ त्यो ठ्याक्कै वर्डमा आएन मलाई हामी चाहिँ त्यो ट्रिट दिन्छौँ भन्छौँ नि हामीले राम्रो काम गरे बापत हामीले उसलाई इनाम दिने जस्तै उसलाई इम्पावर उसलाई चाहिँ अझै मोटिभेटेड फिल गर्नको लागि चाहिँ सो नट लाइक एभ्री डे अनि एभ्री डे दिनुको मतलब चाहिँ पेरेन्ट्स चाहिँ पन्छायो क्या अब दिएन भने रोयो भने मेरो टाइम वेस्ट भयो मलाई अफिस जान ढिलो भइरहेको होला मलाई के भइरहेको होला सो अघि नै भने जस्तो प्लिज कनेक्ट द डट्स उसले सामान किन चाह्यो भनेर चाहिँ उसको के भइरहेछ कुरा उसको लेभलमा बसेर कुरा गर्नुहोस् एक्चुली अघि नै भने जस्तो कनेक्टिङ द डट्स गरेर कुरा गऱ्यो भने आइ एम 100% स्योर द्याट बच्चा इज गोइङ टु अन्डरस्ट्यान्ड किनकि कुनै एजको बच्चा छैन कि तपाईँको जुन सानोभन्दा सानो लेभलको हामीले मजाले उनीहरूको लेभलमा बसेर कुरा गऱ्यो भने नबुझ्ने बच्चा कोही पनि छैन आई क्यान गिभ 100% ग्यारेन्टी एन्ड स्योरिटी फर दिस हो कतिपय स्कुल इन्भाइरोमेन्टमा चाहिँ हामी पनि बच्चाहरूको जस्तै त्यो लेभलमा गएर खेल्ने गीत गाउने राइम्सदेखि लिएर हामी पनि बच्चा जस्तै आइएम भेरी ग्ल्याड द्याट आई कुड लिटरली के भन्छ आई कुड के भन्छ त्यो मलाई चाहिँ त्यो इनर चाइल्ड बाहिर आएको जस्तै फिल हुन्छ कि किनभने मेरो चाइल्डहुडमा त मेरो त्यो सिनारियो थिएन नि त एन्ड आई कुड लिटरली लिभ माई चाइल्डहुड इन फ्रन्ट अफ देम के एभ्री डे त्यो स्कुल सिनारियोमा कति हामी के गर्नुपर्छ अहिले त प्री स्कुल इज नट इजी नि त कति धेरै एक्टिभिटिजहरू गर्नुपर्छ अनि यो कुरामा चाहिँ आई थिङ्क हामीले त्यो उनीहरूको लेभलमा बसेर अलिकति सफ्ट स्पोकन भएर चाहिँ ओके दिस इज दिस सो यु हेभ टु डु दिस बिकज इज दिस किनभने तिमीले यो भयो भनेर जुन चाहिँ वेमा हामीले सिकाउँछ नि कति मजाले मानिरहेको हुन्छ कि अनि त्यो मेन क्वेसन भनेको चाहिँ घरमा त मान्दैन म्याम स्कुलमा चाहिँ फेरि जे नि मान्छ टिचरले भनेको चाहिँ आई थिङ्क द्याट्स बिकज अफ द्याट सो आई थिङ्क पेरेन्टिङ एडुकेसन र कन्सल्टेन्ट चाहिँ अहिले चाहिँ एकदम पिक वेमा एकदम धेरै इम्पोर्टेन्ट छ अनि आई थिङ्क दे निड टु नो दिस होइन आई एम भेरी ग्ल्याड द्याट यु गाइज आर डुइङ यस्तो वेबिनारहरू आई टु कम अप विथ मोर थ्याङ्क यू सो यो फ्रम दिस प्लेटफर्म चाहिँ म जतिजनाले पनि हेरिराख्नु भएको छ होइन अब जो पनि अब कहीँबाट अक्रस यो च्यानल आएर हेर्नुभयो भने चाहिँ आई वान्ट टु टेल देम द्याट if you are pregnant, if you are going to be mom soon, if you are going to be dad, so not only for the mom, parents both are important. Both. Even maybe grandparents who can like relate अथवा मजाले बुझ्नुहुन्छ जस्तो कुराहरू अब अहिलेको grandparents are very chill pill grandparents जसले पनि मजाले बुझ्नु किनकि अहिले त they are also educated, they are also empowered most of the cases मा that मैले हेरेकोमा चाहिँ अब कति नहुन पनि सक्नुहुन्छ. Be prepared. You are pregnant, your parents, your bacha has just I mean you have just given birth to your baby 1 month 2 month अब 1 वर्ष your child is going to throw a tantrum. Tantrum आउने वाला छ तर ट्यान्ट्रममा तपाईँले प्रब्लम होइन ट्यान्ट्रम चाहिँ मेरो बच्चाको चाहिँ डेभलपमेन्टल माइलस्टोन हो एन्ड दिस इज साइन्टिफिकली प्रुभन ट्यान्ट्रम्स भनेको चाहिँ प्रब्लम होइन ट्यान्ट्रम्स भनेको चाहिँ डेभलपमेन्टल माइलस्टोन नै हो कि जसरी बच्चाले यति एज पुगेपछि हामी भन्छौँ नि यति महिनामा हाम्रो बच्चाले बामे सर्छ यति महिनामा चाहिँ बच्चा हिँड्न थाल्छ उसको ब्ल्याबरिङ गर्न थाल्छ बोल्छ जसरी यो माइलस्टोन हो नि त्यसरी नै ट्यान्ट्रम्स इज अल्सो अ माइलस्टोन जुन बच्चाले ट्यान्ट्रम थ्रो गर्दैन नि देयर इज समथिङ रङ उसको चाहिँ डेभलपमेन्टल उसको जति पनि डेभलपमेन्टल कुराहरू भइरहेछ देयर इज समथिङ रङ सो ट्यान्ट्रम चाहिँ बच्चाले थ्रो गर्नै पर्छ ट्यान्ट्रम थ्रो गरेन भने चाहिँ तपाईँ सिरियस भएर सोच्नु पऱ्यो कि मेरो बच्चाले ट्यान्ट्रम थ्रो गर्दैन के भएछ यसलाई यसको डेभलपमेन्टल माइलस्टोन त ठिक भइरहेछ त भने त्यहाँ चाहिँ पेरेन्ट्सले अर्ली इन्टरभेन्सन अथवा अर्ली थिङ्किङ गर्नुपर्ने सिचुएसन चाहिँ हुन्छ कि ओके सो हजुरको चाहिँ अब 7-8 इयर्सको एक्सपिरियन्स भइसक्यो होइन अनि अहिले तपाईँले लर्निङ एउटा लर्निङ सेन्टर पनि खोल्नु भइसक्यो अनि यो डेफिनेटली इट्स गन वर्क होइन आइम डेफिनेटली म त आई वुड लभ टु जोइन अब यो सेकेन्ड भयो भने चाहिँ होइन सो यो सबै गर्दाखेरि यो एक्सपिरियन्स बटुल्दै जाँदाखेरि चाहिँ तपाईँलाई अहिले चाहिँ अहिलेको यो टाइममा चाहिँ के चाहिँ सबभन्दा मोस्ट इम्पोर्टेन्ट जस्तो लाग्छ सो
जुन यो 7-8 इयर्सको जर्नी जुन म यो फिल्डमा मैले गरेँ एक्सपिरियन्स बटुले सो एक्सपिरियन्स 7-8 इयर्स भनेमा इट्स नट येट इनफ मेरो लागि चाहिँ होइन बिकज स्टिल आम लर्निङ जति जति आफूलाई चाहिँ यो फिल्डमा इयर्स बढे सँगसँगै फेरि आफै मतलब इयर्स बढेसँगै चाहिँ मैले आफूले आफूलाई इम्पावर पनि गर्दै गएँ बाई टेकिङ सेभरल ट्रेनिङ्स मेबी नेसनल इन्टरनेसनल जति कुरा नेटवर्किङको थ्रुबाट आफूभन्दा मैले अघि पनि भने आई लभ लर्निङ जसरी पनि मैले आफूलाई इम्पावर गर्दै गएँ सो यो जर्नीमा चाहिँ कति कुराहरू आयो होइन पहिला बच्चा बुझाएको थिएन पहिला यो आई मिन प्रि स्कुल सेटिङ बुझाएको थिएन फर्स्टमा भने आई स्टार्टेड त्यो बुझ्दै गएपछि डिफ्रेन्ट मेथोडोलोजीको कुराहरूदेखि लिएर पछि आएर फेरि वाट इज एक्चुअल रियल टिचिङ इनसाइड द क्लासरुम भन्ने कुराहरूदेखि लिएर हरेक कुरामा बुझ्दै गर्दाखेरि चाहिँ अब अहिले पनि अब कति छ नि त राइम्स सङ सर्कल टाइम इच एन्ड एभ्रिथिङ गर्दाखेरि चाहिँ अहिले आएर चाहिँ वाट आई फिल भन्दाखेरि चाहिँ सबै कुराभन्दा अगाडि चाहिँ यु हेभ टु बी रेडी यु हेभ टु नो द्याट इज यर चाइल्ड रेडी टु लर्न होइन अब यु क्यान रिलेट विथ मी है अब तपाईँको टिचरको हातमा तपाईँको हातमा चाहिँ एकदमै खतरा लेसन प्लान बनाउनु भएको छ होइन यु हेभ ह्यान्डफुल अफ लेसन प्लान विथ ह्यान्डफुल अफ एक्टिभिटिज होल डे तपाईँको कसरी रन हुन्छ भनेर यस लेसन प्लान इज इम्पोर्टेन्ट आइम नट सेङ चाहिँदैन भनेर प्री प्लान एक्ज्याक्टली त्यो पनि कुनै स्कुलमा त हप्ता अगाडिदेखि महिना अगाडिदेखि पनि गराएको छ होइन सो त्यस्तो केसमा चाहिँ वाट इफ चाइल्ड डज नट रेस्पोन्ड टु द्याट एक्टिभिटी होइन हो तपाईँको वाट इफ चाइल्डले तपाईँको त्यो प्लानिङ नै मानेन अरे तपाईँ के गर्नु त प्लानिङ होइन मैले बनाएको प्लानिङ हो तैँले गर्नै पर्छ भन्ने त अप्सन त होइन होला पक्कै पनि सो अहिलेको टाइममा चाहिँ प्लानिङ सबै कुरा भन्दा पनि आइएम फेरि क्ल्यारिफाइङ द्याट यो कुराहरू चाहिन्छ है किनकि यो पनि एउटा कुरा जुनले चाहिँ एउटा तपाईँको ड्राइभ गर्छ नि त मेरो क्लास चाहिँ कस्तो हुन्छ भन्ने कुरा त्यो लिड गर्नको लागि त्यो सबैभन्दा अगाडि चाहिँ बच्चा चाहिँ रेडी हुनुपर्ने रहेछ क्या लाइक वेदर यो सी इज रेडी अर नट टु टेक वाट एभर यु आर ट्राइङ टु गिभ देम अनि अर्को भनेको कुरा चाहिँ जुन मैले पनि ठ्याक्कै जोड्न चाहेँ अहिले अब तपाईँको एसइएल तपाईँको सोसियो इमोसनल लर्निङको कुराको बारेमा तपाईँको बच्चाहरू चाहिँ होइन तपाईँको अब उनीहरूले आफ्नो इमोसन व्यक्त गर्न सक्छ कि सक्दैन त होइन अनि तपाईँको लागि चाहिँ अब बिङ यु एज अ टिचर तपाईँको लागि इमोसन भनेको हामीले सोध्ने भनेको लाइक हाउ आर यु फिलिङ टुडे भन्ने बित्तिकै हाम्रो इमोसन भनेको त ह्याप्पी र स्याडमा मात्रै लिमिटेड हो त डेफिनेटली पनि होइन आई थिङ्क हामी मी बिङ अ गर्ल अनि यो एजसम्म आइसकेपछि एन्ड लर्निङ अबाउट चिल्ड्रेन धेरै म पनि ट्रेनिङ्सहरू यताउता गर्दाखेरि तपाईँले भने जस्तै द मोर यु लर्न द मोर यु पुट इन्ट्रेस्ट अनि द मोर यु प्र्याक्टिकली फिल अल द थिङ्स के एक्ज्याक्टली है ए यो पो रहेछ ए मसँग त लास्ट टाइम घटेको घटना त योसम्म पो यो कुरामा पो आधारित रहेछ भन्ने कुराहरू कति फेस गर्छु कि म पनि अनि यस्तै ट्रेनिङ्सहरू लिँदाखेरि पनि अब को टिचर्सहरू हुन्छ या धेरै त्यो ट्रेनिङ सेन्टरमा पनि टिचर फिल्डबाट आउनेहरूले चाहिँ आफ्नो एक्सपिरियन्सहरू सेयर गर्दाखेरि चाहिँ यो त मसँग पनि घटेको छ भने इच एन्ड एभ्री वानले चाहिँ त्यो फिल गरेको हुन्छ कि अनि हजुरले भने जस्तै लेसन प्लान जतिसुकै बनाऊ आफू जतिसुकै बिहान फ्रेस मुडमा ल अब चाहिँ म प्रिपेयर भएर म बच्चाहरूलाई गर्छु भने केही त सिकाउँछु या मेरो क्लास चाहिँ इन्साइटफुल बनाउँछु भनेर जाँदाखेरि बच्चै रेडी भइदिएन भने त कामै लागेन नि होइन फर्स्ट यु हेभ टु मेक द्याट चाइल्ड रेडी एन्ड कसरी त तपाईँको त्यो लेसन प्लान नभएको तपाईँले 50वटा एक्टिभिटी तपाईँको ब्रेनमा रेडी गर्नु पऱ्यो क्या तपाईँको बच्चा मानेर भने तपाईँले के गर्नु पऱ्यो उठाएर तपाईँले नचाइदिने हो कि तपाईँले इन्ट्रेस्टिङ कुरा गर्ने हो कि चेन्ज गर तपाईँको त्यो लेसन प्लानिङको मोडालिटी नै चेन्ज गर्ने हो कि होइन हामीले चाहिँ कुनै पनि लेसन प्लान चाहिँ बच्चाभन्दा ठुलो हुँदैन क्या यो चाहिँ हरेक एजुकेटर्सहरूले हरेक कुराले चाहिँ यो सोच्नै पर्छ जस्ट फर द पेरेन्ट्स पनि घरमा चाहिँ तपाईँले चाहिँ दिनभरि स्कुलमा आछ अनि दिनभरि स्कुलमा बसेर आएको छ नि घरमा आउन पाएको छैन हाउ वाज ए डे बच्चा त्यहाँ दिनभरि उसको स्ट्रगल छ नि त उसको बच्चाको जर्नी उसको उतार चढाव आयो होला उसको टोइज खेल्ने बेलामा साथीले खोजिदियो होला होइन कति उतार चढाव हुन्छ उसलाई गर्न मन लागेन टिचरले फोर्सफुली गरायो होला देयर आर सो मेनी थिङ्स अनि अगेन वेन दे केम ब्याक टु होम अनि हामी के भन्छौँ हाउ वाज ए डे उसलाई त्यो अनि हामीलाई पनि तपाईँ अब हामी दिनभरि काम गरेर गएको छ अनि घरमा गएर तिम्रो अफिस कस्तो भयो भने हामीलाई कस्तो फिल हुन्छ हामी गएर यस्तो भयो हामी आई थिङ्क द्याट विल बी द हेटेस्ट क्वेसन टु एन्सर है किनभने अब हेक्टिक हो नि त त्यो आफ्नो स्केड्युलमा अनि हाउ वाज द डे भन्दाखेरि या आई क्यान फिल आई थिङ्क त्यो बच्चालाई पनि त्यस्तै हुन्छ त्यो बिहान त्यो मेबी ह्याप्पी फेस लिएर आउँछ होला मेबी तपाईँको स्कुल ह्यापनिङ छ होला होइन तर वाट एभर दे आर गोइङ इनसाइड त्यो इमोसनल्ली चाहिँ त्यो एक्सप्रेस गर्ने एउटा छुट्टै ठाउँ चाहिँ चाहिन्छ जस्तो मलाई चाहिँ फिल हुन्छ सो इन्स्टेड अफ सेङ हाउ वाज द डे वाट यु क्यान आस्क भन्दाखेरि चाहिँ वाट वाज द गुड पार्ट अफ यर डे
तिम्रो चाहिँ आज दिनभरिमा चाहिँ के चाहिँ कुरा एकदम रमाइलो भयो त अथवा इन्स्टेड अफ सेङ दिस अर्को पनि छ त्यसमा चाहिँ सो वाट वाज द स्याडेस्ट पार्ट अफ यर डे भन्दाखेरि मेबी दे क्यान कम इन फ्रन्ट अफ यु एन्ड से मेरो त आज म खेलिरहेको थिएँ अनि मेरो टोइज मेरो साथीले खोसिदियो अथवा तपाईँको म गर्दै थिएँ टिचरले मलाई यो गर्न दिनु भएन and that's where we can always connect the dots कि यस्तो खोसेको भएको कारणले गर्दाखेरि चाहिँ मेबी यो सी इज स्याड र भोलिपल्ट चाहिँ स्कुल जान मानेन अघि नै भने नि यो फिल्डमा चाहिँ देयर इज नथिङ लाइक स्काई रकेटिङ तर तपाईँको स्काई रकेटिङ भन्दा पनि तपाईँको रकेट साइन्स भन्दा पनि फेरि कम छैन कि तपाईँको बुझ्न सक्नु भएन भने चाहिँ इट्स अल अबाउट तपाईँको नोइङ यर चाइल्ड तपाईँको नट ओन्ली ब्रेन तपाईँको हरेक तरिकाबाट तपाईँको बच्चाको के भइरहेछ वरपर हरेक कुरा चाहिँ हामी चाहिँ बुझ्नुपर्छ अनि तपाईँको स्पेसली टकिङ अबाउट द इमोसन्स क्या अहिलेको टाइममा चाहिँ तपाईँको बच्चाले चाहिँ हामीलाई अहिले पनि होइन कति इमोसन्सहरू चाहिँ त्यो टाइममा हामीले खुलेर सेयर गरेको भए चाहिँ अहिले त्यो इमोसन्स चाहिँ हाम्रो अहिले चाहिँ कस्तो भन्ने अब त चाइल्डहुड ट्रमा भएर चाहिँ बस्दैन थियो भन्ने चाहिँ धेरैको छ कि एन्ड सबैले किन अहिलेको टाइममा चाहिँ चाइल्डहुड ट्रमा किन भन्छ त बिकज चाइल्डहुड ट्रमा इज द थिङ जुन चाहिँ पहिला बच्चा बेलामा सल्भ भएन कि बच्चाको त्यसमा कति कुरा हुन्छ नि त होइन यु वन्ट बिलिभ श्रीना होइन बच्चाको लागि चाहिँ त्यो एउटा सानो टोइज हराउनु पनि इज अ ट्रमा के हाम्रो लागि चाहिँ बिङ अडल्ट होइन बिङ एन अडल्ट हामीले चाहिँ के भन्छ जाब एउटा गाडी के हुन्छ जाब एउटा गाडी म 1000वटा किनिदिन्छु भन्छौँ नि त हामी अब पैसा भएको त 1000 किनिदिन्छ तर तपाईँको चाहिँ फर इक्जाम्पल बच्चाले त्यो टोइजमा आर्ग्यु गरिरहेछ भने चाहिँ हामीले जाब एउटाको लागि झगडा गर्ने होइन इज नट आवर थिङ टु बी पुट अन के त्यो सिचुएसन त्यो सिचुएसनमा चाहिँ द्याट गाडी इज द बिग थिङ जति चाहिँ हाम्रो लागि चाहिँ बिग प्रब्लम हुन्छ मेबी हाम्रो एउटा त्यो तपाईँको मिलियन्सको बिजनेस डुबानमा हुँदाखेरि हाम्रो कुन लेभलको स्ट्रेस हुन्छ नि त्यो लेभलको स्ट्रेस इज बच्चाको लागि एउटा सानो गाडी के नाउ यु टेल मी हामीले अब बच्चालाई कसरी एड्रेस गर्ने त इमोसनलाई कसरी एड्रेस गर्ने त्यो बेला तपाईँले इमोसन दबाउनु भयो के भयो बच्चाले के भयो हामीले एकचोटि रुट बोलेपछि हाम्रो माइन्डसेटमा के छ भन्दाखेरि चाहिँ एक चर्कोसले बोल्न मानिहाल्छ नि मान्छ नमानी होइन नगर्ने नहुने कुरा त के छ र तर तपाईँको त्यो मान्नु त मान्यो कति जेललाई तपाईँको ब्रेनमा तपाईँको त्यो प्रब्लम त सल्भ भएन नि त त्यो प्रब्लम त तपाईँको त्यहाँ स्टक भएर बस्यो हो नि त अनि त्यो प्रब्लम स्टक हुँदा के हुन्छ अनि त्यही कुराले तपाईँको पछि एउटा ठुलो भएपछि कसैले तपाईँको केही कुरा छिन्न खोज्यो भने तपाईँलाई त्यो कुरा याद आएर के हुन्छ त ओके मेरो कुरा छिन्न खोज्ने त भनेपछि के हुन्छ त डिफ्रेन्ट काइन्ड अफ इमोसन त्यहाँ हुन्छ कि तपाईँको इमोसन ट्रिगर भनेको त्यो हो कि खासमा तपाईँलाई किन ठुल्ठुलो भइसकेपछि तपाईँलाई किन हरेक कुरामा तपाईँलाई सम माइट फिल एन्भी कुनै कुरामा होइन कुनै कुरामा सानो कुरामा जेलेसी भइरहेको हुन्छ नि त किन हुन्छ त त्यसले गर्दा सानो बेलामा मेबी यु अर सी हेज नट के भन्छ आफ्नो प्रपर अटेन्सन नपाएको हुनसक्छ पेरेन्ट्सको अथवा भनेको कुरा नपाएको कस्तो बेसिसमा नपाएको हुनसक्छ त्यसले गर्दाखेरि सानो कुराले पनि हाम्रो ठुलो एजसम्म चाहिँ इम्प्याक्ट पर्छ कि अहिलेको टाइममा वी नो द्याट एभ्रिबडी इज गोइङ थ्रु एन्जाइटी डिप्रेसन इभन स्मल भन्दा स्मल दिस एन्जाइटी दिस डिप्रेसन आर डिप रुटेड इनसाइड फ्रम यो चाइल्डको कुराहरू कि कसैलाई नहोला होइन आई विल नट से सबैको त्यसमै हुन्छ भने तर 90% चाहिँ तपाईँको चाइल्डहुड ट्रमामै हुन्छ कि तपाईँको चाइल्डहुडमा तपाईँको पेरेन्ट्सले तपाईँसँग कसरी डिल गर्यो अरू तपाईँको केयर गिभरले तपाईँसँग कसरी डिल गर्नुभयो इट डिपेन्ड्स अपन तपाईँको इमोसनलाई चाहिँ कसरी भ्यालिडेट गर्यो भने किनकि एन्जाइटी डिप्रेसन भनेको त हाम्रो इट कम्स अपन तपाईँ इफ यु गो फर काउन्सिलिङ तपाईँलाई के भन्छ तपाईँको कुरा व्यक्त गर्नुहोस् त भनेर त्यहाँ गएर पनि के गर्छ तपाईँको के गर्छ तपाईँको प्रब्लम निकाल्न खोज्छ होइन तपाईँलाई के पानी राखेर पानीमा के औषधलाई घटाएर पिलाउँदैन नि त त्यहाँ गएर जाने बित्तिकै के गर्छ ओके तपाईँको नाम के हो तपाईँलाई के प्रब्लम छ तपाईँको यो अब यो अहिलेको घटनामा आई मिन यो अहिलेको इन्स्टेन्समा तपाईँको लाइफमा केही ठुलो घटना घटेको छ कि त्यो पनि एउटा कम्युनिकेसन हो नि त अनि त्यसबाट तपाईँको कति बिग इभेन्ट्स अघि भने जस्तो कनेक्टिङ द डट्सको कुरा निकाल्छ नि त अनि त्यहाँबाट ओके सो तपाईँको डिप रुटेड इमोसन्स होइन अनि तपाईँको हाम्रो लागि त यो कुरा त सुन्यो भने त अब यो कुरा त होइन अब आई थिङ्क एभ्रीबडी हेज टु नो यस्तो कुराहरू के बच्चासँग डिल गर्दाखेरि चाहिँ इमोसन अनि इमोसन इज नट एबाउट अर्काले तिम्रो इमोसन बुझिदिनु इमोसन इज अल्सो तिमीले आफ्नो इमोसन चाहिँ आफैले पनि बुझ्नु के तपाईँको सेल्फ अवेरनेस सेल्फ कन्ट्रोल भन्छ नि अहिले पनि मलाई पनि आई फिल समटाइम्स मेरो सेल्फ कन्ट्रोल छैन जस्तो लाग्छ कहिलेकाहीँ किनकि हामीलाई त्यो सिकाएन नि त कहिले पनि सेल्फ कन्ट्रोल भनेको के हो कन्ट्रोल गर्न पनि सिकाएन अनि इन अदर वे एक्सप्रेसिभ नै भएन कि कहिले पनि बिकज त्यो अब अहिले हामीलाई मेबी हामी
बच्चाहरूसँगै काम गरिरहेको भएर यो कुराहरू चाहिँ अलिकति सेन्सिटिभ लाग्छ अनि वी काइन्ड अफ टेन्ड टु अटेन्ड इट के हामी चाहिँ अटेन्ड गरेर ल यसलाई चाहिँ अब सल्भ गर्नुपर्छ भन्ने खालको हाम्रो चाहिँ त्यो इन्स्टिङलाई हामीलाई थाहा भइसक्यो नि त तर मलाई त पहिला पनि थाहा थिएन र मेरो पेरेन्ट्स आई क्यान ब्लेम माई पेरेन्ट्स नि त होइन किनभने उहाँहरू पनि त्यही मेथडबाट नै यहाँसम्म आएको भयो सो आई क्यान ब्लेम देम अनि आफू पनि त्यो एक्सप्रेसिभ गर्न नसकेर चाहिँ कति धेरै स्टोरिजहरू त ममा छ होला नि या पर्टिकुलर मान्छेहरूमा छ होला नि त होइन अनि अहिले चाहिँ आई थिङ्क यो थेरापिस्ट यो के अरे यो सेसनहरू तपाईँले भनेको कन्सल्टेन्टहरू जाने अहिले त एभ्री स्कुलमा देयर इज अ कन्सल्टेन्ट डिपार्टमेन्टहरू तर अझै पनि देयर आर सो मेनी स्टुडेन्ट द्याट दे आर स्केयर्ड अफ गोइङ देयर बिकज तिमीलाई सोध्छ भनेर थाहा छ नि त आफूले त कहिले एक्सप्रेस गर्ने सिकेकै छैन अब म त्यो रुममा गयो भने त त्यो म्यामले त मलाई सोध्छ नि या त्यो सरले त मलाई सोध्छ अब कसरी एक्सप्रेस गर्ने भन्ने कुरा नै कस्तो अननोन छ क्या यहाँ हाउ डु यु एक्सप्रेस यर थिङ्स हाउ डु एक्सप्रेस यर इमोसन्स किनकि मैले भने अघि नै पनि तिमीले मलाई सोधेँ होइन यो अहिलेको यो यत्रो टाइमभरि चाहिँ अब मैले चाहिँ मेरो अहिलेको मैले भने नि मेरो चाहिँ जहिले पनि म आफूलाई इम्पावर गरेँ सँगसँगै चाहिँ मेरो भिजनहरू चाहिँ आफूले आफूमै म कुरा गर्दा फ्लिप एन्ड फ्लप भइरहेको हुन्छ कि त्यसमा चाहिँ लाइक विच थिङ आई सुड बी फोकस्ड अन अहिलेको टाइममा चाहिँ किनकि यस अब आइम नट सेङ दिस थिङ्स आर नट इम्पोर्टेन्ट सर्कल टाइम इज नट इम्पोर्टेन्ट स्टोरी एभ्रिथिङ इज इम्पोर्टेन्ट होइन त त्योभन्दा अगाडि चाहिँ के इम्पोर्टेन्ट छ त तपाईँको बच्चाले चाहिँ आफ्नो इमोसनलाई चाहिँ कसरी भ्यालिडेट गर्ने त किनकि अरूले पहिला इमोसन तिम्रो बुझ्नु भन्दाखेरि आफूले आफ्नो बुझ्नु पऱ्यो नि त अघि नै भने जस्तो हामीलाई कसैले आएर के सोध्यो भने अहिले पनि मलाई अलिकति म दुईचोटि सोध्छु होला कि मलाई यो परेको थियो र मेबी म आफै बुली भएको होला मेबी मलाई कसैले ब्याक टच गरेको होला होइन कुनै ठाउँमा तर मलाई अझै पनि हुन्छ नि खुलेर ला मैले भन्यो भने मेबी फेरि के हुन्छ भन्दाखेरि आई थिङ्क यु क्यान रिलेट विथ द्याट कसैले हामीलाई नराम्रो गर्यो भने हामीले उसलाई भन्दा पनि ला मैले नै के गल्ती गरेँ होला यस आफूले आफूलाई ब्लेम गर्छौँ कि पहिला हामी त्यो अनि द्याट इज एब्सोल्युटली रङ के हामीलाई त्यो कुरा सिकाएन कि अब रङ होइन हाम्रो इमोसन त हामीले आफ्नो भ्यालिडेट गर्नु पऱ्यो नि त आफूलाई अब तपाईँको मलाई एउटा इमोसन फिल भइरहेको छ अब मैले कसरी पोर्ट्रे गर्ने त मलाई जेलियसी भइरहेको छ भने के कुरा जेलियस भएको छ अथवा अब त्यो प्रब्लम पनि मैले तिमीसँग होइन क्या अब फर इक्जाम्पल सानो बच्चालाई चाहिँ हामीले कसरी इमोसन भ्यालिडेट गर्न सिकाउनु पऱ्यो भन्दाखेरि चाहिँ ओके अब सानो मैले अघि पनि भने उनीहरूको लागि चाहिँ ठुल्ठुलो कुरामा इमोसन ब्रस्ट आउट हुने हुँदैन कि लाइक देयर प्रब्लम्स आर लाइक देयर टोइज चक्लेट्स मेबी देयर मम्मी मेबी देयर ड्याडी सानो सानो कुरा उनीहरूको जुन एकदमै उनीहरूको लागि प्रिय कुराहरू त्यस्तो कुरामा उनीहरूको इमोसन्सहरू कनेक्टेड भएको हुन्छ नि त त्यस्तो कुरामा पनि हामीले चाहिँ मैले अघि भने जस्तो टोइजकै कुरामा हप्काउनुको सट्टामा चाहिँ वाइ किन उसँग उनीहरूको लेभलमा बसेर सो द्याट दे क्यान लिङ्क के ओके फर इक्जाम्पल इफ टु चिल्ड्रेन्स आर ओके स्पेसली आई विल कल इट सिब्लिङ्सहरू होइन अब आई थिङ्क एभ्री पेरेन्ट्स क्यान रिलेट अर एभ्री टिचर्स क्यान रिलेट जो चाहिँ सेयरिङको पार्टमा होइन अब वी से अफन होइन सेयरिङ इज केयरिङ होइन बट हाउ कसरी सेयर गर्नुपर्छ है सेयर गर्नु त गर्ने किन गर्ने त टेल मी द रिजन होइन सेयर त गर्नुपर्छ किताबमा पनि हामी यत्रो फन टाइप राख्छौँ नि त म्याजिक वर्ड्स थ्याङ्क यू सेयरिङ इज केयरिङ तर लेखेर मात्र भएन नि त लाइफमा त्यो इम्प्लिमेन्ट हुनु पऱ्यो कसरी गर्ने त्यो घोकाएर होइन ए थ्याङ्क यू भन् होइन नि त इट हेज टु कम फ्रम द इनर सेल्फ होइन अनि तपाईँको यो इमोसनकै कुरा गर्दाखेरि चाहिँ तपाईँको मैले जुन अघि नै कुरा गरेँ सिब्लिङ्सको कुरा गर्दाखेरि चाहिँ अनि तपाईँको घर घरमा चाहिँ तपाईँको सिब्लिङ्स राइभलरी भन्छौँ क्या हामी चाहिँ हामीसँग टर्म्सहरू हुन्छ होइन अथवा बच्चाहरू नै क्लासमा खेल्दाखेरि चाहिँ यो मेरो हो यो तेरो हो होइन एक्चुअली चाहिँ उसैको हो होइन त्यो खेल्दै गर्दाखेरि चाहिँ तपाईँको फर इक्जाम्पल एउटा बच्चा खेलिरहेछ एउटा बच्चा नर्मसको टोइज खेलिरहेछ अनि एउटा बच्चा आएर त खोज्दियो के खोज्यो होइन तर त्यो टोयसँग फर्स्टमा को खेलिरहेको थियो त सम बेबी इज प्लेइङ विथ द्याट होइन अनि हामीले चाहिँ फर इक्जाम्पल अर्को बच्चा आएर चाहिँ मलाई त्यो चाहियो भनेपछि उसले कम्प्लेन अब बच्चा त अब गर्छ नि त अनि म्याम मलाई यसो उसले दिएन भनेपछि हामी के गर्छौँ हाम्रो फर्स्ट सल्युसन के हुन्छ सँगै नखेल उता जाऊ तिमी यहाँ बस तिमी त्यहाँ बस एन्ड द्याट इज द अप्टिमम सल्युसन द्याट वी क्यान गिभ एट द्याट मोमेन्ट सेपरेसन एन्ड इज द्याट अ सल्युसन नो द्याट इज डेफिनेटली नट अ सल्युसन भाइ भन्दाखेरि अब हामीले अघि नै भने जस्तो अब एभ्रिथिङ रिभल्भ्स अराउन्ड अघि नको जुन यहाँ हाम्रो थिङ्किङ ब्रेन एन्ड हाम्रो इमोसनल ब्रेन होइन त्यसमा अब हामीले के भन्नु पऱ्यो त वाट माइट बी द सल्युसन फर द्याट सिनेरियो ओके सो इफ समन कम्स टु मी इफ आइम अ टिचर होइन त्यो बच्चा आएर मलाई चाहिँ ओके मलाई त्यो उसले दिँदैन भने पहिला सिचुएसन बुझ्नु पऱ्यो हामी चाहिँ पहिला सिचुएसन बुझ्दैन बिकज वी आर नट गिभिङ अटेन्सन टु द चिल्ड्रेन हामी आफ्नै काम गरेर हुन्छ एन्ड चाइल्ड कम्स टु यु एन्ड यु से लाइक छुट्टै बस्छ उसँग नजाउँ न त छोडिदेऊ
अनि त्यो भएपछि टिचर्सको पनि एउटा त्यो के भन्छ रेस्पोन्सिबिलिटी कम भयो नि त त्यो एफर्ट कि त छोडिदेऊ कि त त्यो समातेको बच्चालाई चाहिँ गाली गर्यो कि तिमी देऊ न त अर्को बच्चालाई उसले किन दिने होइन अघि भने जस्तो त्यो टोय त उसको लागि त जिन्दगी हो होइन अघि भने जस्तो सो इन्स्टिड वाट यु क्यान से त्यसमा चाहिँ उसले तपाईँले के भन्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ ओके सो तिमी आयो होइन तिमी आउनुभन्दा अगाडि चाहिँ को खेलिरहेको थियो त त्यो टोयसँग चाहिँ अब त्यो उसैको टोय हो भने त वी क्यान कम्प्रोमाइज द्याट इफ द्याट इज अब घरमा उसको टोय भने त उसले नै खेल्न पाउनुपर्छ होइन तर उस इफ अब स्कुलमा त यस वी हेभ टु प्र्याक्टिस सेयरिङ इज केयरिङ द्याट इज भेरी गुड थिङ द्याट वी हेभ टु प्र्याक्टिस अब त्यसमा चाहिँ वाट वी क्यान डु भन्दाखेरि चाहिँ ओके तिमी आयो बट बिफोर द्याट यर फ्रेन्ड वाज प्लेइङ विथ द्याट अब वाट यु क्यान डु सो डु यु थिङ्क तिमीले चाहिँ त्यसरी खोसेको राम्रो हो इन्स्टेड अफ स्न्याचिङ वाट यु क्यान से क्यान आई प्ले विथ द्याट बट बिफोर यु क्यान आस्क टु प्ले विथ द्याट पहिला त्यो त उसले खेलिरहेको थियो हि इज कनेक्टेड विथ द्याट वाट यु क्यान डु भन्दाखेरि चाहिँ स्कुलको हो भने चाहिँ ओके अब टिचर्स भएर तपाईँ उता उनीहरू दुईजनाको अगाडि जानु पऱ्यो गइसकेपछि चाहिँ ठिक छ तिमी अघिदेखि यो खेलिरहेको थियो सो तिमी लङ टाइम पनि खेल्यो सो यो फ्रेन्ड्स वान्ट्स टु प्ले विथ द्याट टोय सो इन्स्टेड वाट वी क्यान डु भन्दाखेरि चाहिँ विल किप अ टाइमर होइन सो हामी चाहिँ 5 मिनट्स खेल्छौँ है सो 5 मिनट्स चाहिँ तिमी खेल सो देयर इज मेबी वी क्यान युज फोन टाइमर मेबी स्यान्ड टाइमर पनि अहिले एकदम पपुलर छ होइन वी युज द्याट टाइमर तपाईँको शेकरहरू सो तपाईँले चाहिँ अब 5 मिनट्समा चाहिँ तपाईँको तिमीले खेलिसकेपछि चाहिँ अब तिमीले खेल अनि त्यसपछि चाहिँ त्यो टाइम अफ हुने बित्तिकै चाहिँ यु हेभ टु गिभ इट टु यर फ्रेन्ड भन्ने बित्तिकै चाहिँ नाउ हिज ब्रेन इज गेटिङ प्रिपेयर्ड के अब मैले यो खेलिरहेको छु आफ्टर 5 मिनट्स अथवा त्यो हाम्रो टाइमर एन्ड भइसकेपछि आई हेभ टु गिभ दिस ब्याक टु माई फ्रेन्ड सो द्याट हि अर सी क्यान प्ले विथ द्याट टोय भन्ने भयो नि त अनि ठ्याक्कै वेन द टाइमर एन्ड्स ठ्याक्कै उसले चाहिँ त्यो दियो क्या अनि यो हुन्छ के यो फेरि तपाईँले भने जस्तो पनि मैले त देऊ टाइमर हाल्छ भने चाहिँ त्यो एकदम त्यो इट इज दिस इज नट अ म्याजिक इट्स नट गोइङ टु ह्यापन एकैछिन आब्रा डाब्रा त्यसरी हुनेवाला छैन इट टेक्स लट्स अफ प्र्याक्टिस होइन किनकि बच्चालाई पनि यो ट्रान्जिसनको बारेमा स्यान्ड टाइमरको बारेमा टाइमको भ्यालिडेसन अर्काको फिलिङ्सको भ्यालिडेसनको बारेमा चाहिँ उसलाई पनि पहिला सिकाउनु पऱ्यो बिस्तारै अब हाम्रोमा चाहिँ के छ भन्दाखेरि चाहिँ वाट डु वी टेन टु डु भन्दाखेरि चाहिँ हामी सबै कुरा एकैचोटि सिक्न खोज्छौँ अनि सिकिसकेको कुरा एकैचोटि एप्लिकेसनमा ल्याउँछौँ क्या ल्याउन खोज्छौँ अनि त्यो एप्लिकेसन त एक दिनमा त आउँदैन होइन त्यसको इट टेक्स लट्स अफ डेज एकदमै धेरै दिन लाग्छ कसैलाई वर्षौँ लाग्छ कसैलाई महिनौँ लाग्छ सो त्यसरी चाहिँ वी क्यान सल्भ यस्तो कन्फ्लिक्ट्सहरू पनि सो यस्तो कुराले चाहिँ हामीलाई इमोसनसँग रिलेटेड भएकोले हाउ टु भ्यालिडेट जसले गर्दाखेरि एउटा बच्चाको पनि इमोसन पनि भ्यालिडेट हामीले बुझ्न सक्यौँ र अर्को बच्चा जुन हाम्रो उसको अर्को एउटा बिग इमोसन बोकेर आयो उसलाई पनि हामीले उसको इमोसनलाई चाहिँ हामीले नेग्लेक्ट नगरिकन चाहिँ हामीले उसलाई भ्यालिडेसन दिन सक्यौँ हो भ्यालिडेसन पनि भयो र आई थिङ्क त्यो बच्चाहरूले चाहिँ एक्सप्रेस गर्न पनि सिक्यो के लाइक मैले म्यामलाई भनेर त म्यामले यो गर्नुभयो नि या मैले मेरो साथीलाई चाहिँ के अरे मलाई खेल्न मन लाग्यो भन्ने त्यो जुन चाहिँ उसको इन्ट्रेस्ट उसले सेयर गर्यो नि त होइन सो आई थिङ्क यो चाहिँ एकदम इम्पोर्टेन्ट छ अनि यसो गर्दाखेरि चाहिँ स्कुलमा चाहिँ इट इज भेरी इजी जस्तो लाग्छ किनभने मोस्ट अफ द टिचर्स आर ट्रेन्ड अनि इभन ट्रेन हुँदा पनि इम्प्लिमेन्टेसन प्र्याक्टिकल्ली पनि गरिरहेको हुन्छ सो डे बाई डे दे अल्सो लर्न अनि स्टुडेन्ट अल्सो लर्न द्याट्स टुगेदर होइन अनि घरमा चाहिँ स्पेसली के स्पेसल प्रब्लम चाहिँ आई थिङ्क पेरेन्टहरूलाई हुन्छ कि यस्तो गर्दाखेरि झन् सिब्लिङ्स भयो भने चाहिँ इट्स ह्युज के भन्ने बिग प्रब्लम फर देम होइन एउटै रुममा खेलिरहेको हुन्छ तपाईँले अघि भने जस्तै क्लासरुममा टोय खेल्न त खेल्यो बट वी टेल देम टु क्लिन अप अनि उनीहरूले क्लिन अप गर्छ तर घरमा चाहिँ हुँदैन कि तिनीहरू सेम बिचरा मम्मी एकजना के चाहिँ गर्ने होइन घरमा यो पनि गर खाना पनि खुवाऊ सफा पनि गर बिचरा उनीहरूले त्यत्रो खेल्छ सो त्यो सिनारियोमा चाहिँ वाट इज द एक्चुअल थिङ द्याट अ पेरेन्ट क्यान डु स्योरली सो यो चाहिँ एकदमै बर्निङ इस्यु नै भनौँ अलिकति टिल्स पेरेन्टिङको कुराहरूमा सो पेरेन्टिङ भनेपछि अभियसली ड्याड एन्ड मम हेज टु बी इन्भल्भ नट ओन्ली ड्याड एन्ड मम अघि हामी इन्फर्मल टक गर्दाखेरि पनि वे सेयरिङ अबाउट यस्तो कुराहरू सो इट टेक्स अ भिलेज टु रेज अ चाइल्ड यसमा चाहिँ नट ओन्ली मम एन्ड ड्याड इन्टायर फ्यामिली मेम्बर हेज टु नो इफ यु आर प्लानिङ टु हेभ अ बेबी अब तपाईँको घरमा चाहिँ होइन पेरेन्ट्सहरू सो स्टार्ट लाइक एजुकेटिङ यर लाइक मेबी यर मदर इन ल मेबी यर फादर इन ल लाइक तपाईँको घरमा चाहिँ को छ त एन्ड तपाईँले के स्टेप गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ पहिला उहाँहरूलाई पनि एडुकेट गर्नुहोस् नो म्याटर वाट एभर द एज इज फर्स्टमा चाहिँ उहाँहरूलाई चाहिँ ओके हाम्रो चाहिँ यस्तो यस्तो हो सो वी आर वर्किङ यस्तो कुरामा अब तपाईँहरूले पनि वी निड यर सपोर्ट बिकज विदाउट यर सपोर्ट दिस इज नट गोइङ टु ह्यापन यस ट्रु किनकि ममले गरिरहेछ ड्याडले गरिरहेछ बट आफ्टर अल यो अहिलेको टाइममा फर आवर लाइभलीहुड एभ्रीबडी हेज टु गो फर वर्क जब हामी काममा जान्छौँ नि त नाउ हु लुक्स आफ्टर आवर चिल्ड्रेन अभियसली आवर आई मिन बच्चाको ग्रान्ड पेरेन्ट्सहरूले हेर्नुहुन्छ अथवा अरू केयरटेकर्सहरू केयर गिभर्सहरूले हेर्नुहुन्छ
सो त्यो टाइममा चाहिँ हामीले एउटा लुपमा सरी एउटा प्याटर्नमा गइरहेको हुन्छ अनि ठ्याक्कै पछाडि त्यो प्याटर्न फेरि ब्याकवर्ड भइसकेपछि के हुन्छ हामीले सोचेको त त्यो एम त टार्गेट हुँदैन नि त एन्ड प्लिज बी अवेर होइन जसले पनि हेर्दै हुनुहुन्छ त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि चिल्ड्रेन्स आर भेरी क्लेभर के दे लुक फर लुप होल्स के अब हामीले चाहिँ अघि पनि भने चिल्ड्रेन निड बााउन्ड्रिज रुल्स चाहिन्छ रेगुलेसन चाहिन्छ नट ओन्ली इन स्कुल घरमा पनि चाहिन्छ राइट अब योसँग अब एन्सर दिँदै गर्दाखेरि कमिङ अगेन ब्याक टु यु जुन अघि जुन ममको कुराहरू जुन ममले कसरी त टाइडी अपको कुराहरूदेखि लिएर घरमा त अहिले बच्चालाई बिकज अहिलेको टाइममा चाहिँ मोस्टली वी हेभ एकदमै धेरैमा 2 जना अब प्रायःको त हामी वी आर इन्टु अब 1 जना नै किनभने अहिलेको टाइममा चाहिँ वाइ किन भन्दा चाहिँ पेरेन्टिङ इज भेरी हार्ड के जसले बुझ्दैन जो इम्पावर छैन उसको लागि चाहिँ द्याट एउटा बच्चा रेज गर्न इज लाइक ओ माई गड कहिलेको को पेरेन्ट्सलाई देख्छु नि होइन एकदमै त्यो एउटा बच्चा त्यो स्कुल नगएसम्म यताउति आई मिन त्यो बच्चा सेटल नभएसम्म चाहिँ सी अर हि इज लाइक ओ माई गड मैले अघि पनि भने नि खतरा भन्दा खतरा चाहे आफ्नो फिल्डमा होइन एकदमै खतरा डक्टर्स नै किन खतरै अब आफ्नो फिल्डको एकदम एक्सपर्टिज होस् तर लास्टमा आएर घरमा आएछ वेन इट कम्स टु चिल्ड्रेन युआर बिगिनर के तिमी त्यहाँ बिगिनरै हुन्छ अब हामी गएर आफ्नो फिल्डमा गएर खतरा भाषण गर्छौँ होइन यो अब तिम्रो यो घरमा आएपछि ओ माई गड कस्तो पेथेटिक सिचुएसन हुन्छ कि इभन फर द एक्सपर्टिजहरू के बाहिरको अनि त्यस्तो केसमा चाहिँ के भयो भन्दाखेरि चाहिँ यु हेभ टु बी इम्पावर कि अहिलेको टाइममा चाहिँ पेरेन्टिङ एजुकेसन अवेरनेस चाहिँ एकदमै त्यो ल्याकिङ देख्छु कि म त्यो ह्युज ग्याप भनौँ न एकदमै धेरै अर्गनाइजेसनहरूले पनि काम गरिराख्नु भएको छ विच इज भेरी के भन्छ वर्थ के भन्छ अप्रिसिएटिङ त्यस्तो कुराहरूमा चाहिँ सो ममको कुरामा चाहिँ अघि न अब हामी कुरा गर्दा गर्दा कता कता जान्छ हाम्रो त्यो सिनारीयो रिलेट हुँदै गर्दाखेरि है सो त्यो ममको कुरामा चाहिँ इफ बच्चासँग खेलिरहेको छ भने यु हेभ टु टिच यर चाइल्ड इफ यु आर गोइङ टु प्ले विथ द्याट यर टोइज यु हेभ टु क्लिन अप बिकज द्याट इज द रेस्पोन्सिबिलिटी किनकि हामीले गरेर लास्टमा हामीले ठुलो भएपछि यो गरेन त्यो गरेन भन्नुको साथ वाइ डोन्ट यु रेज अ चाइल्ड फ्रम अर्ली इयर्स फ्रम द बिगिनिङ सो फ्रिडम चाहिन्छ बट देन विथ बाउन्ड्रिज रुल्स एन्ड रेगुलेसन चाहिँ इट्स भेरी नेसेसरी त्यो पनि सिस्टमेटिक वेमा लाइक यो चाहिँ गर्नै पर्छ I would like to suggest every parents who are watching this podcast, not only parents, teachers, everyone who work with the children, please, you have to set the boundaries. Boundaries signs, honey. Timle khelirako cha bhane chai okay, you are going to play with this. Okay, if you want to play this, I'm going to give you half an hour. But what you have to do, please remember, you have to clean up or tidy up your toys by yourself after finishing it. अनि तपाईले खेल्ने बित्तिकै चाहिँ एकैचोटि सफा गर हैन के किनकि उसको ब्रेनले क्या त्यो रमाइलोवाला फनवाला कनेक्ट भइरहेको हुन्छ उसको ब्रेनमा उसको ओ आइएम ह्याभिङ फन टाइपको ऊ खेलिरहेछ अनि एकैचोटि अब टाइम भयो अनि सफा नो द्याट इज नट द वे एक्चुली तपाईँले चाहिँ उसलाई उसको ब्रेनलाई चाहिँ पहिला सिग्नल दिनु पऱ्यो नि त ओके वी आर गोइङ टु टाइडी अप होइन अब हामी टाइडी अप गर्न पऱ्यो उसको ब्रेन पनि त रेडी हुनु पऱ्यो नि त अब 1 घन्टादेखि बच्चा खेलिरहेको छ एकैचोटि सफा गरेर भनेपछि हाउ क्यान द्याट स्मल ब्रेन प्रोसेस त्यो इमेजिनेसन क्रिएटिभिटीले के बनाइसकेको हुन्छ तपाईँले देख्नु भएको छ नि कतै फन पार्कमा गयो भने छोड्न मान्छ त त्यहाँ एकदमै कस्तो रमाइलो त्यहाँ खेलिरहेछ रमाइलो भइरहेछ नि छोड भनेपछि त्यहाँ अब त्यहाँ महाभारत सुरु हुन्छ पेरेन्ट्स र बच्चाको बिचमा त बच्चाले कसरी मानोस् त उसको ब्रेनले त एउटा फनवाला रिल्याक्सिङवाला डट कनेक्ट गरिरहेछ नि त अब उसलाई त्यो डट ब्रेक गर्नु पर्यो डट ब्रेक कसरी गर्ने अब उसले त्यो खेलिरहेछ भने चाहिँ अब उसलाई टाइम दिनु पर्यो नि त टाइम ओके आई नो यु आर प्लेइङ विथ यर टोइज राइट नाउ तर अब आफ्टर 5 मिनट्स अघि न तिमीलाई मम्मीले अथवा टिचरले भनेको थिएँ है अब तिमीलाई आधी घन्टा मात्रै दिन्छु अब आधी घन्टा दिइसकेपछि यु हेभ टु क्लिन अप यर टोइज बाई योर सेल्फ नाउ यु हेभ 5 मिनट्स लेफ्ट भनेपछि उसलाई एकछिन खेल्न दिने अब उसलाई त्यो हामीले ऊ गऱ्यो नि त अलर्ट गरायो नि त त्यसपछि उसको ब्रेन चाहिँ अब एक्टिभेट भयो क्या अब अलिकति हामी लजिक दिन थाल्यो लजिक पुस गऱ्यो नि त अघि के भनेर त राइट ब्रेन इज डोमिनेन्ट होइन सो उसको त्यो लजिक ब्रेनलाई हामीले पुस गऱ्यो अलिकति एक्टिभेट गऱ्यो नि त ओके ममा सेड अब 5 मिनटमा चाहिँ आई हेभ टु क्लिन अप भनेपछि उसको ब्रेन एक्टिभेट भयो त्यसपछि ओके अनि ठ्याक्कै अब 5 मिनट भयो आई सेड आई हेभ गिभन यु 5 मिनट्स भन्ने बित्तिकै ओ यस भने यु विल स्टप इमिडिएटली अनि यो त अब हामीले धेरैचोटि गरिसकेको छ अनि यो चाहिँ एकदमै राम्रो पनि इम्प्लिमेन्टेसन इफ यु डु इट इज गोइङ टु वर्क फर 100%. इफ नट यु क्यान जस्ट रिच आउट टु मी मजाले नै सो गरेपछि चाहिँ उसले मजाले क्लिनअप गर्न थाल्छ क्या उसले बिस्तारै 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 यस अघि न भने जस्तो एक दिनमा चाहिँ पक्कै पनि हुँदैन इट विल टेक टाइम होइन एउटा बिहेभियर हो प्याटर्न हो त्यो प्याटर्नमा लानुपर्छ उसले मजाले गर्छ जब तपाईँको बच्चालाई तपाईँले बााउन्ड्रीमा राख्नुहुन्छ जब त्यो तपाईँ पनि इम्पावर पेरेन्ट हुन्छ देन पेरेन्ट इज सच अ इजी एन्ड तपाईँको एकदमै ब्युटिफुल स्टेज के तपाईँको लाइफको लाइक
जसरी तपाईँले बच्चालाई बर्थ दिएपछि द्याट इज द ब्युटिफुल थिङ द्याट यु इम्ब्रेस यर के भन्छ मेरो पेरेन्टहुड भनेर तपाईँको पेरेन्टहुड त अब त के भन्छ पिक्चर बाँकी भन्छ नि त हाम्रो त्यस्तोवाला हो नि त लाइक यु हेभ टु गेट रेडी लाइक वाट इज गोइङ टु कम इन यर वे अब कति धेरै कुराहरू आउँछ नि त सो तपाईँले यसरी तपाईँलाई इम्पावर नगरिकन तपाईँ जस्ट गिभ यर बर्थ एन्ड गो विथ द फ्लो चाहिँ पक्कै पनि हुँदैन बच्चाहरूसँग यु हेभ टु देयर इज नो गो विथ द फ्लोवाला अप्सन द पेरेन्ट्स यु हेभ टु बी रेडी यु हेभ टु नो द्याट बिकज यु आर द लिडर अफ यर चिल्ड्रेन तपाईँले याद हामीले चाहिँ के याद गर्नुपर्छ भन्दाखेरि चाहिँ बच्चाले चाहिँ हामीमा चाहिँ लिडर खोज्छ अरे के हामी जब एउटा हामी कुनै पनि अर्गनाइजेसनमा हामी जस्तै हाम्रो स्टाफहरूलाई लिड गर्छ नि त यु डु दिस तिमीलाई आएन भने हाउ क्यान आई हेल्प यु भने सो पेरेन्ट्स इज अल्सो लाइक द्याट के सो तिमीलाई यो भएको छैन भने यु हेभ टु कम विथ मी तिमीले चाहिँ यस्तो गर्नै पर्छ यु हेभ द्याट रुल बााउन्ड्री जबसम्म त्यो रुल बााउन्ड्री हुन्न द्याट पेरेन्ट यु आर गोइङ टु बी एकदमै हुन्छ नि तपाईँको त्यो सर्भाइभलवाला स्टेज हुन्छ नि ओ माई गड हाउ आइ एम गोइङ टु ट्याकल विथ द्याट फर्स्ट अनि तपाईँ त्यो यति फ्रस्ट्रेट हुन्छ कि तपाईँको त्यो मम गिल्ट भन्छौँ क्या हामी त वर्ड टिचर गिल्ट मम गिल्ट ड्याड गिल्ट तपाईँको त्यो भोइस रेज हुन्छ अनि भोइस रेज भएपछि तपाईँलाई त खास गर्न मन लागेको कुरा त होइन त्यो तपाईँको अघि नै तिमीले भने जस्तो त्यो पेसेन्स अनि त्यो पेसेन्स लेभल ब्रेकडाउन भएपछि तपाईँको त्यो गिल्ट आई मिन तपाईँको त्यो भोइस रेज हुने तपाईँको ह्यान्ड रेज हुने अनि एकचोटि गरेपछि हामीलाई फेरि कस्तो गिल्ट हुन्छ नि त होइन किनभने थाहा छ नि त गर्नु हुँदैन तर गर्यो किन गर्यो त किनकि मैले बुझिराखेँ मैले बच्चालाई मैले बुझ्नै सकिरहेको छैन बच्चालाई सँगसँगै पहिला तिमीले अथवा पेरेन्ट्सले आफूलाई कतिको बुझाएको छ त अघि नै भने जस्तो सेल्फ रेगुलेसन तपाईँको सेल्फ कन्ट्रोल अब यही हो जो स्किल्सहरू बच्चामा हुनुपर्ने मैले भने नि अघिको माई एन्सर विल बी भेरी सिम्पल तपाईँको भ्यालिडेटिङ यर इमोसन तपाईँको सेल्फ कन्ट्रोल सेल्फ रेगुलेसन तपाईँलाई कस्तो इमोसन आइरहेछ भने तपाईँले आफूलाई कसरी कन्ट्रोल गर्ने अनि त्यो प्रब्लम सल्भर पनि आफै हुनु पऱ्यो कि अब तिमीलाई जेलेसी फिल भइरहेछ भने के कुरामा जेलेसी फिल भइरहेछ बच्चामा मेबी अब बच्चाको जेलेसी फिल हुने भने मेबी अर्काको बेटर कुरा आयो भने द्याट मेबी द जेलेसी पोइन्ट होइन अनि छ त बच्चाको अगाडि हामी अरूहरूको चाहिँ अलिक प्रेज गर्छौँ नि आफ्नो बच्चाहरूलाई चाहिँ गर्दैनौँ नि द्याट इज अल्सो सम काइन्ड अफ तपाईँले भने जस्तो जेलेसी लाइक उसलाई मात्रै किन भने मन चाहिँ किन भने अप्रिसिएटिङको पार्टहरू भएन सो अहिलेको टाइममा चाहिँ यस सो बिफोर होइन हामीले चाहिँ यो क्लासमा छिराइसकेपछि म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ लेट्स भ्यालिडेट हाम्रो बच्चाको इमोसन्सहरू उनीहरूलाई के भइरहेको छ कस्तो भइरहेको छ इफ वी टक अबाउट पेरेन्टिङको कुराहरू छ भने चाहिँ पहिला आफ्नो सेल्फ कन्ट्रोल सिक्नु पऱ्यो पेरेन्टले त्यसपछि बच्चालाई सेल्फ कन्ट्रोल गर्न कसरी सिकाउने भन्ने कुराहरू सेल्फ अवेरनेस इम्पावरमेन्टको कुराहरू चाहिँ अहिलेको टाइममा चाहिँ आई वुड लाइक टु फोकस मोर अनि त्यसपछिको यो जब बच्चा रेडी हुन्छ नि बच्चा आफूमा सेल्फ कन्ट्रोल हुन्छ बच्चामा जब सेल्फ रेगुलेसन हुन्छ नो म्याटर वाट यु पुट अन यर टेबल यो बच्चा इज गोइङ टु डु एभ्रिथिङ वाट एभर यु प्लान होइन त्यसपछि तपाईँले त्यो खतरा प्लान पनि गर्नु पर्दैन क्या तपाईँले सिम्पलर कुरा ल्याएर तपाईँले टेबलमा राख्नुभयो भने द्याट बच्चा इज दोज बच्चा हु हेज द्याट एकदम आफ्नो सेल्फ गुड रेगुलेसन ही विल डु बेस्ट इन हिज अर हर लाइफ के सो त्यो चाहिँ एकदमै प्रुभनै कुराहरू यो जति पनि मैले सेयर गरेँ यो मैले मेरो एक्सपिरियन्सकोबाट त्यसपछि मेरो रिसर्चबाट मैले पढेको कुराहरू नै सबै सेयर गरेँ हो नि त सो दिस थिङ्स आई वुड लाइक टु भ्याल्यु द मोस्ट अनि म मात्र होइन जो पनि यो फिल्डमा बच्चाहरूसँग एकदमै मजाले एकदमै क्लोजली काम गर्नुपर्छ दे हेभ टु नो दिस नलेज हो भेरी भेरी ट्रु हामीले यसो हेर्दाखेरि पनि खासै ठुलो इस्यु होइन जस्तो लाग्छ नि त तर पेरेन्ट्सहरूले कति पाइलअप गरिसकेर बल्ल अनि त्यो स्ट्रेस लिएर चाहिँ स्कुलमा आउनुहुन्छ अनि के हो प्रब्लम भन्ने सोद्धाखेरि सिम्पलै कुरा हुन्छ बट देन त्यो नमानेर होइन त्यो ट्यान्ट्रम्स थ्रो गरेर बेसिक थिङ्स चाहिँ खाना खाएन या कतै बाहिर जाँदाखेरि उसलाई जहिले केही न केही चाहिन्छ किन्दैन भने लडीबुडी गरेर हुन त सिम्पल कुरा हो नि त बेसिक कम्युनिकेसनले पनि सल्भ हुँदो रहेछ नि त तपाईँले भन्नुभएको जस्तै बच्चाहरूको लेभलमा आएर कुरा गरेर कम्युनिकेट गरेर बुझाएर एउटा अन्डरस्ट्यान्डिङ वेमा इमोसनली कनेक्ट भएर बोल्नु भन्ने त एभ्रिथिङ इज पोसिबल हुँदो रहेछ नि त होइन सो देयर इज अ कोट होइन यु हेभ टु डु कनेक्सन बिफोर करेक्सन भन्छ क्या हामी के भन्छ सुरुमै रङ गर्ने बित्तिकै वाट इज दिस के हो यो होइन तर तपाईँले करेक्सन गर्नु भन्दाखेरि तपाईँले चाहिँ पहिला बच्चासँग कनेक्सन बिल्डअप गर्नु पऱ्यो अरे क्या सो तपाईँको until and unless you connect with your child he or she is not going to listen to you at all उसले सुन्दैन के हामीलाई पनि कोही मान्छेसँग कनेक्सन हामीलाई यो एजमा आएर होइन यो अहिले यो एजमा आएर त हामीलाई इफ देयर इज नो कनेक्सन बिट्विन टु पिपल लाइक हामी जोसँग कुरा गरेर चाहिँ
हामीलाई चाहिँ केही कुरा गर्न मन लाग्दैन भने दे आर किड्स होइन जसको चाहिँ अघि भने जस्तो उनीहरूको त फर्स्ट पार्ट भनेको उनीहरूको त इमोसनल ब्रेन इज मोर डोमिनेन्ट उनीहरूको त यो एक्टिभ छ उनीहरू त इमोसनली कनेक्ट हुनु पऱ्यो नि त पहिला जोसँग चाहिँ इमोसनली कनेक्ट हुन्छ उसँग उसले बरु कुरा गर्ने उसको चाहिँ मजाले सेयर गर्ने पार्टहरू चाहिँ उनीहरूले अलिक मजाले चाहिँ आफूलाई पोर्ट्रे गर्न सक्छ भनौँ न हामीले हो आई थिङ्क यो इमोसनल पार्टमा चाहिँ आई कुड अग्री कतिपय स्कुलहरूमा चाहिँ एउटै टिचर हुन्छ कि एउटा क्लासमा एउटै टिचर मात्रै सो द्याट दे कुड कनेक्ट विथ द टिचर मोर बन्डिङ बढोस् अनि इमोसनली कनेक्ट भइसकेपछि चाहिँ धेरै कुराहरू चाहिँ टिचर र एउटा स्टुडेन्टसँग चाहिँ त्यो बन्डिङ होस् भनेर चाहिँ त्यस्तो प्र्याक्टिस पनि गरिने गर्छ सो आई थिङ्क द्याट्स अ भेरी गुड प्र्याक्टिस द्याट दे आर डुइङ होइन अब फ्यामिलियर फेसेस देख्यो भने चाहिँ मोर कनेक्ट हुन्छ अब त्यही दिनमा 2-3जना टिचर्सहरू चेन्ज गर्दै गयो भने त बिहेभियरै चेन्ज नयाँ अनुहार देख्न बित्तिकै दे आर नट एक्सप्रेसिभ अर भर्खरै कुन चाहिँ बानी उसले देखाइरहेको थियो कुन चाहिँ बिहेभियर उसले देखाइरहेको थियो एकदम स्विच हुन्छ क्या एक्ज्याक्टली अनि यसमा चाहिँ हाम्रो एउटा के भन्छु भन्दाखेरि चाहिँ अब हाम्रो पेरेन्ट्सहरूको अहिले त त्यति देख्दिनँ म पहिला चाहिँ होइन अब घरमा कोही पाहुना आएको छ भने चाहिँ हाम्रो बच्चाहरू चाहिँ आउने बित्तिकै चाहिँ सिधै आएर चाहिँ नमस्ते गर न होइन केही बोल न भनेपछि ए बाबा उसको लागि त्यो फेस द्याट इज कम्प्लिटली न्यू फेस फर द्याट बच्चा होइन उसले आफ्नै मान्छेसँग त उसको त्यो सेल्फ रेगुलेसन भइरहेछ भने आफ्नै मम्मी बाबासँग त खुलेर बोल्दैन उसको लागि त्यो नयाँ मान्छे भनेको चाहिँ लाइक फार अवे थिङ होइन अनि हाउ क्यान वी एक्सपेक्ट एज अ पेरेन्ट्स हाउ क्यान वी एक्सपेक्ट एज अ टिचर चाहिँ उसले एकैचोटि गएर चाहिँ एक्टिभली बोलोस् भनेर क्या फर्स्ट वी हेभ टु वर्क आउट अन देम उसलाई पहिला खुलेर आउने त्यो वातावरण बनाइदिनु पऱ्यो हामीले उसको अघि नै भने जस्तो उसको इमोसन भ्यालिडेट गरिदिनु पऱ्यो अब उसको के छ त त्यो टाइममा उसको इमोसनको के छ त उसको स्टेट होइन अब छैन अनि त्यसपछि अनि हामीले के गर्छ बोलेर भने बोल्न बोल पुस के अनि त्यो पुसले के भयो उसको फियर सिग्नल गयो नि त अघि भने जस्तो हाम्रो ब्रेनमा जति बच्चाको चाहिँ फियर सिग्नल गयो त्यति नै उसको चाहिँ लजिक ब्रेन चाहिँ सर्ट हुन्छ क्या अनि लजिक ब्रेन सर्ट भएपछि फेरि इमोसनल ब्रेन अघि नै भने जस्तो राइट डोमिनेन्ट भएपछि त्यहाँ पक्कै पनि उसले लजिकली सोच्ने त बाटै छैन सो अघि भने जस्तो दिज आर द भेरी भेरी सिम्पलेस्ट थिङ द्याट वी आर टकिङ टुडे तर कतिलाई यो कुरा पनि थाहा छैन क्या फेरि यो कुराहरू चाहिँ एभ्री डे डेली लाइफमा भइराख्ने कुराहरू हो कि जुन चाहिँ हामीले आई डोन्ट नो नजर अन्दाज इज द्याट द वर्ड नजर अन्दाज गरेर अनि स्कुलमा पनि मेरो एक्सपिरियन्समा चाहिँ यो नयाँ एडमिसन टाइममा कि आई नेभर push any student or any child to go to the teacher and greet them के good morning भन्ने no not the student पहिला टिचर फ्यामिलियर हुनु पऱ्यो नि त आइम ओन्ली द फर्स्ट वान कि जो चाहिँ लाइक बच्चाहरूसँग गएर चाहिँ म बोल्छु अनि ग्रिट गर्छु कि एन्ड आई रिक्वेस्ट माई टिचर्स टु डु द्याट एज वेल किनभने डल्लै गएको छ अनि त्यसपछि ल तिम्रो टिचर हो नि प्रिन्सिपल म्यामलाई गुड मर्निङ भन त भन्ने त्यो एउटा बच्चैदेखिको हाम्रो पनि त पहिल्यैदेखि त्यो भन्ने बानी कि त्यो जेनेरेसनदेखि नै पास आइरहेछ अनि नयाँ मान्छे आउनु बित्तिकै यु हेभ टु ग्रिट देम भन्ने आई डोन्ट थिङ्क द्याट इज समथिङ टु बी प्र्याक्टिस अबाउट के एक्ज्याक्टली यस्तो हो अघि नै भने जस्तो मैले चाहिँ यो अघि नै जब आई थिङ्क एभ्री टिचर्स एभ्री यो फिल्डमा काम गर्ने क्यान रिलेट विथ वाट एभर आइम स्पिकिङ राइट नाउ सो भित्तामा चाहिँ विषय के बच्चालाई चाहिँ म्याजिक वर्ड्स होइन स्पेसली आई थिङ्क यु आर स्माइलिङ यु आर रिलेटिङ विथ दिस होइन म्याजिक वर्ड सिकाऊ न भित्तामा यत्रो अक्षरले चार्ट पेपरमा होइन एकदमै रङ्गी सङ्गी गरेर वेलकम प्लिज वाट एभर द म्याजिक वर्ड्स आर होइन ठिक छ मैले अघि पनि भने जति पनि चाहिन्छ है यो पनि हामीले नेग्लेक्ट गर्नुपर्ने कुरा त होइन यो दिज आर द बेसिक थिङ्स द्याट वी सुड बेसिक एटिक्विट्स भनौँ न होइन तर यो हामीले घोकाउने कुरा हो त भित्तामा उसले बच्चाले भित्तामा हेरेर सिक्छ होला त डु यु थिङ्क नो त्यो बच्चाले त्यो भित्तामा हेरेर सिक्छ होला थ्याङ्क यू लेखाएर चाहिँ म थ्याङ्क यू नो इट हेज टु कम फ्रम द इनर सेल्फमा कसरी आउँछ त वेन द टु अडल्ट्स डु इन फ्रन्ट अफ द चाइल्ड हामीले गएर पेन्सिल दियो थ्याङ्क यू भन्न त थ्याङ्क यू होइन नि त यस तिमी चाहिँ दुईजना टिचर चाहिँ बच्चाको अगाडि कुरा गर्दा त आफ्नो पेरेन्ट्सहरूले कुरा गर्दाखेरि चाहिँ आफू चाहिँ त्यो प्र्याक्टिस नगर्ने अनि बच्चाबाट चाहिँ एक्सपेक्ट गर्ने बच्चामा चाहिँ कि त आफै त्यो आब्राका डाब्रा भन्ने त्यो नलेज त आउँदैन सो दिज आर द थिङ्स द्याट वी हेभ टु बी भेरी भिजिलेन्ट अबाउट स्कुलमा होस् घरमा होस् अनि पेरेन्ट्सको चाहिँ एउटा के छ भन्दाखेरि चाहिँ स्कुलमा राख्ने बित्तिकै चाहिँ अब मेरो बच्चाले चाहिँ सर्वस्व स्कुलमै सिकेर आउनुपर्छ भन्ने कुरा छ है द्याट इज नो बिग नो थिङ होइन किनकि तपाईँले त स्कुलमा त बेसिक कुराको लागि यस स्कुल इज द भेरी इम्पोर्टेन्ट पार्ट जहाँ चाहिँ उसले आफ्नो
एकदमै बिग माइलस्टोन्सहरू त्यहाँबाट लिन्छ आई मिन त्यहाँ डेभलप हुन्छ उसको हरेक कुराहरू किनकि कम्युनिकेसन स्किलदेखि लिएर अघि भनेर हरेक कुराहरू त्यहाँ हुन्छ बिकज स्कुल इज अ इन्टरग्रल पार्ट फर द डेभलपमेन्ट फर द चाइल्ड तर घरमा चाहिँ उसको केही छैन त घरमा केही सिक्दैन त घरमा चाहिँ उसको मम्मी बाबाबाट उसले केही सिक्दैन होला त घरबाट पनि कति कुरा सिका हुन्छ नि त होइन अनि हामीले कति कुराहरू आई हेभ रिलेट के यस्तो कुराहरूमा चाहिँ घरबाट सिकेर आएको हुन्छ कति बिहेभियरहरू अनि दे कम टु स्कुल एन्ड से मेरो बच्चाले चाहिँ के सिकेर आयो त स्कुलमा कसले के भन्यो त होइन ब्लेम गर्ने बानी एक्ज्याक्टली ब्लेम गेम मेरो स्कुलमा पनि हेभ एक्सपिरियन्स दिस अलट अनि त्यस्तो कुरा कसरी ट्याकल गर्ने जस्तै all of a sudden हुन्छ नि त लाइक ऱ्यान्डमली सडनली your child parents want to meet you I mean they bring certain complaints and तपाईँले भने जस्तै यो त स्कुलमै सिकाइ हुनुपर्छ के सिक्यो यो आज त यो यसो बोल्ने मान्छे त होइन नि भन्ने खालको जुन चाहिँ यो ब्लेम आउँछ नि त्यसलाई चाहिँ कसरी ट्याकल गर्ने यस्तो हो खासमा चाहिँ यसमा चाहिँ धेरै त्यो लुप होलहरू हुन्छ क्या बच्चाको लर्निङमा किनकि बच्चाले चाहिँ अब अघि पनि भन्यो ब्रेन चाहिँ तपाईँको 0देखि 6 इयर्ससम्म चाहिँ एकदमै ऱ्यापिड डेभलपमेन्ट फेजमा हुन्छ नि त तपाईँको अनि तपाईँले के उसले स्कुलमा मात्रै सिक्छ होला त आइम नट सेङ घरमा सिक्छ होला फेरि पेरेन्ट माइट गेट मिसअन्डरस्टुड कि यस्तो यो कुरा गर्दा चाहिँ घरबाट सिकायो त्यस्तो पनि हुन सक्दैन होइन बच्चा चाहिँ हामीले चाहिँ त्यो बच्चा चाहिँ कहाँ जान्छ उसले चाहिँ के कुरा चाहिँ उसले एक्सपोजर पाइरहेको छ त अब स्कुलमा सिकिरहेको होइन भने बच्चा भ्यानमा सुन्या हो कि ड्राइभरहरू कुरा गर्दाखेरि मेबी उसले घरमा अब इफ नट पेरेन्ट्स मेबी ग्रान्ड पेरेन्ट्सबाट सिक्या हो कि मेबी उसको फ्यामिली मेम्बर्समा को छ यदि फ्यामिली मेम्बर्समा सिकायो होइन भने चाहिँ उसले कतै खेलिराख्दाखेरि बाहिरको आवाज टिप्या हो कि उसले त बच्चालाई चाहिँ यो तपाईँको घरमा स्कुलमा भन्ने हुन कि उसले चाहिँ उसको इन्भाइरोमेन्ट उसले जहाँबाट सुनेर टिप्यो कि उसको लागि त्यो गुड ब्याड भन्ने नै छैन उसलाई त उसको ब्रेनले टिप्यो अनि विल स्टार्ट रिपिटिङ दोज वर्ड्स के अब उसलाई थाहा छैन राम्रो पनि थाहा छैन नराम्रो पनि थाहा छैन इफ त्यस्तो कुरा आयो भने चाहिँ आई विल सजेस्ट इफ पेरेन्ट्सले यस्तो कुरा थाहा पायो भने चाहिँ आई थिङ्क बिफोर ब्लेमिङ यु हेभ टु लाइक कनेक्ट विथ द टिचर्स मेबी लाइक अब किनकि बच्चाहरूसँग क्लोजली काम गर्ने भनेको त हाम्रो टिचर्स आई मिन स्कुल र पेरेन्ट्स नै हो आई मिन अरू बाहेक होइन त्यस्तो कि घरमा त्यस्तो प्रब्लम भयो भने इफ घरमा पहिला घरबाट सेक्योर गर्नु पऱ्यो कि अथवा कन्फर्म गर्नु सेयर गर्नु पऱ्यो कि घरमा चाहिँ यस्तो वी आर नट गिभिङ यस्तो कुनै पनि इन्भाइरोमेन्ट जसमा चाहिँ बच्चाले यस्तो कुरा लर्न गरिरहेछ फर्स्टमा त्यो कन्फर्मेसन हुनु पर्यो अब त्यहाँबाट इफ पेरेन्ट्स आर 100% कन्फर्म यो चाहिँ घरबाट हुँदै होइन मेबी घरको वरिपरिबाट पनि होइन भने चाहिँ देन दे हेभ टु डिस्कस विथ द टिम अफ द स्कुल फेरि गएर एकदमै त्यो अग्रेसिभ भएर होइन कि ओके मेरो बच्चाले चाहिँ यस्तो यस्तो कुरा आई हेभ स्टार्टेड लाइक लिसनिङ टु दिस वर्ड्स विच इज भेरी न्यू टु अस र हाम्रोमा यस्तो कल्चर पनि छैन र वी आर नट गिभिङ एनी काइन्ड अफ एक्सपोजर यस्तो बच्चालाई सो क्यान वी सिट एन्ड डिस्कस हामीले चाहिँ यो बच्चाले चाहिँ कहाँबाट सिक्यो त अब स्कुलबाट पनि हामीले ब्याड वर्ड्स त पक्कै पनि हामी कुनै पनि स्कुलले चाहिँ आई डोन्ट नो वी डोन्ट प्र्याक्टिस दिस थिङ्स एट स्कुल होइन अब मेबी भ्यानमा पनि तपाईँको ड्राइभरले कुरा गर्छ भन्ने छैन उसले भ्यान रोक्दाखेरि कतै सुन्यो कि भन्ने अरूभन्दा पनि हामीले चाहिँ आउटसोर्स चाहिँ पत्ता लगाउनु पऱ्यो कि बच्चाले चाहिँ कहाँबाट भनिरहेछ त्यसपछि जब थाहा हुन्छ देन वी क्यान अब त्यसपछि अब क्या बच्चाले त मिस्टेक त गर्यो नोइङली अननोइङली अब हाम्रो काम के हो त करेक्सन वर्कआउट गर्ने करेक्सन गर्ने त्यसपछि ओके बच्चा सो वाट एभर यु आर स्पिकिङ द्याट इज अ ब्याड वर्ड एन्ड दिस इज नट अ काइन्ड वर्ड एक्चुली तिमीले जुन कुरा बोल्यो इट्स अ काइन्ड होइन इट माइट हर्ट यर फ्रेन्ड्स इट माइट हर्ट यर टिचर्स इट माइट हर्ट अस एन्ड तिमीले यो कुरा गर्दाखेरि चाहिँ अरूलाई हर्ट भएपछि दे माइट नट टक टु यु तिमीसँग कुरा तिम्रो साथीहरूले कुरा गर्ने भने तिमीलाई कस्तो फिल हुन्छ त तिमीलाई गाह्रो हुन्छ तिमी एक्लै हुन्छ भनेपछि अघि नै भने जस्तै तिम्रो इमोसनल ब्रेनलाई चाहिँ हामीले लजिकल ब्रेनले टेल दिनु पऱ्यो कि लजिक दिनु पऱ्यो नि त सो यो चाहिँ बोथ टिचरबाट पनि हुनु पऱ्यो पेरेन्ट्सबाट पनि हुनु पऱ्यो हुनु पऱ्यो कि बिकज ब्रेन सिक्स फर अलाइनमेन्ट के अब तिम्रो के भन्छ घरमा एउटा कुरा गरिरहेछ अनि स्कुलमा एउटा कुरा गरिरहेछ अनि उसको ब्रेन त अलमलमा पऱ्यो अनि उसको ब्रेनले चाहिँ के अब्जर्भ गर्ने त बच्चा इज इन द कन्फ्युजन स्टेट अनि बच्चाले के सिक्ने त अनि बच्चा आफै कन्फ्युजन स्टेटमा भएपछि चाहिँ बच्चा इज गोइङ टु हेभ अ भेरी हार्ड टाइम अनि जब उसको हे बाबा उसको आफ्नै ब्रेन रेगुलेसन भइरहेको छैन उसलाई अर्को प्रेसर किन होइन त्यो प्रेसर चाहिँ त्यो चाहिँ त्यसरी चाहिँ गर्न भएन उसलाई आफ्नै ट्यान्ट्रमसँग आफ्नै ब्रेनले उसलाई रेगुलेट गर्न नसकेर उसलाई कति प्रब्लम भइरहेछ बच्चालाई उसको ट्यान्ट्रम्स निस्किरहेछ उसको फ्रस्ट्रेसन निस्किरहेछ ट्यान्ट्रम्सको थ्रुबाट उसलाई अर्को चाहिँ अर्को प्रेसर किन अनि बच्चाहरूमा भन्छ नि त्यो एकैचोटि ह्याप्पी जली किड एकैचोटि त्यो सट डाउन भइदिने नबोलिदिने यस्तो यस्तो कारणले हुन्छ कि कति कुराहरू सो दिज आर द थिङ द्याट एभ्री पेरेन्ट्स एभ्री टिचर्स हेज टु एड्रेस के यस्तो कुरामा आई थिङ्क एड्रेस अल्सो
Ani, I think it should be a good bonding and connection between the teacher and parents itself. Okay? Rather than blaming the school Exactly. or the people, you better come together and solve the problem. बच्चालाई राखेर इमोसनली कनेक्ट गरेर बोल्ने हो कि या टिचर र पेरेन्ट्स कन्सल्ट गरेर चाहिँ अब चाहिँ हामी यो वेमा चाहिँ जाम भन्ने खालको एउटा गुड कम्युनिकेसन चाहिँ हुनुपर्छ जस्तो लाग्छ. वाट डु यु थिङ्क लाइक इज देयर लाइक पहिला चाहिँ मैले धेरै ब्लेम गर्ने चाहिँ देखाएको छु क्या पेरेन्ट्सहरूबाट. बट आई थिङ्क नाउ कुनै हदसम्म कम चाहिँ भएको छ, तर कम्प्लिटली कम भएको छ चाहिँ म भन्दिनँ. बट कुनै लेभलसम्म चाहिँ दे आर एजुकेटेड समहाउ, किनभने अहिले त सोसियल मिडियाको पनि धेरै ट्रेन्ड छ अनि दे आर गेनिङ नलेज. सक्दो नलेज त उहाँले पनि आफ्नो वर्कआउट चाहिँ गराएको छ. एउटा बेबीलाई चाहिँ स्कुल राख्नुभन्दा अगाडि चाहिँ अभिभावकको एउटा जिम्मेवारी चाहिँ उहाँले निभाउनु भएको छ जस्तो मलाई लाग्छ. बट स्टिल चाहिँ त्यो कम्प्लिटली त्यो गएको कम्प्लिटली इट्स भनेर चाहिँ म भन्दिनँ. सो हाउ श्रीना यसमा चाहिँ के हुन्छ भन्दाखेरि सरी सो पेरेन्टिङमा चाहिँ इफ दे आर गेटिङ नलेज फ्रम सोसियल मिडिया भने इट्स लाइक हाफ नलेज के. उनीहरू आधी नलेज लियो अनि त्यो अघि नै भने जस्तो पहिला आफूले त्यो रिसर्च नगरेसम्म मेरो बच्चामा त्यो गर्दाखेरि कस्तो रिजल्ट आउँछ भन्ने कुरामा दे सिक फर एकदमै त्यो इन्स्ट्यान्ट आउटकम के. अन्त आजको भोलि त आउटकम आउँदैन अनि फेरि पेरेन्ट्स फ्रस्ट्रेट हुन्छ क्या. आइ एम ट्राइङ माई 100%, आइ एम लाइक कति धेरै गरिसकेँ बट स्टिल इट्स नट ह्यापनिङ भन्दाखेरि अघि भने पेरेन्टिङ इज नट अ इजी जब, इज नट अ इजी टास्क. होइन तपाईँले ध्यान दिएर गर्नुभयो, तपाईँ बच्चाको लेभलमा आउनुभयो. It's just simple as it is, like how you understand your child, how you understand your child's brain. तिमीले बच्चाले चाहिँ कसरी बुझ्छौ त्यति हो के. बच्चालाई बुझिदेऊ, बच्चालाई भ्यालिडेट गरिदेऊ, इट्स सिम्पल. तिमीले त्यो एकदमै हाई फाई पनि केही सोच्नु पर्दैन. इट्स बी सिम्पल एज इट इज. Okay, so we are almost at the end of our session, end of our podcast भनौँ न. So हजुरको अब यति धेरै इयर्सको एक्सपिरियन्स पछि चाहिँ what message you want to give to all the caretakers or caregivers? So whatever मैले अघि पनि भने whatever I have learned so far अहिलेको टाइमसम्म, अघि पनि भने this is not enough yet. I'm not त्यस्तो खतरा एक्सपर्ट नै, बट स्टिल जति अहिलेको एक्सपिरियन्ससम्म मैले गेन गरेँ यसमा जति पनि whatever I would like to say is that प्लिज भ्यालिडेट यर चाइल्ड इमोसन्स. होइन चाइल्डको इमोसन भ्यालिडेट गरिदिनु, उनीहरूलाई बुझिदिनु क्या. जस्ट नो यर चाइल्ड, नो यर चाइल्ड्स ब्रेन. केही पऱ्यो भने बरु कुरा गर्नु पऱ्यो. प्रब्लमलाई तपाईँले इग्नोर, प्लिज चाइल्डलाई इग्नोर चाहिँ नगर्नु. देयर इज इफ तपाईँसँग बच्चा आएर चाहिँ मसँग यो कुरा छ भनेर त्यो कुरा देखाउन आयो भने पनि प्लिज भ्यालिडेट द्याट, बिकज हि अर सी इज सेयरिङ समथिङ टु यु. त्यो टाइममा तपाईँले केही कुरा त्यो भ्यालिडेट गरिदिनु भने हि अर मे नट बी एबल टु सेयर एनिथिङ. पछि गएर उसको लाइफ टाइमभरि उसको त्यो सेयरिङ गर्ने क्यापेसिटी नै नहोला कि, त्यो थिङ्किङ नै नहोला कि. सो फ्रम दिस प्लेटफर्म आई वुड लाइक टु अवेयर एभ्री वान, प्लिज भ्यालिडेट यर चाइल्ड इमोसन, गो डाउन टु देयर लेभल, टक एज मच एज यु क्यान विथ यर चाइल्ड, स्पेन्ड टाइम के कन्भर्सेसन गर्नु पऱ्यो. द्याट्स अल. Spend time. It's very important. Exactly. And happy parenting. Yes to everyone. Okay. हजुरलाई चाहिँ हाम्रो एउटा सानो गिफ्ट छ. So यो चाहिँ हाम्रो मेड इन नेपाल ब्रान्ड and it's from Clue. So here you go. Yeah, thank you. Thank you. Bye.